सम्पूर्ण पार्टिसिपेन्ट्स र एक्सपर्ट्सहरू जो पनि यहाँ उपस्थित हुनुहुन्छ र जो पनि यहाँ उपस्थित हुनुहुन्न, उहाँहरूलाई पनि म यो सेसनमा चाहिँ वार्म वेलकम गर्न चाहन्छु र हाम्रो नयाँ सेसनका लर्नर्सहरूलाई पनि विशेष उद्देश्यका साथ हजुरहरूले साइकोसोसल काउन्सिलिङ कोर्स जोइन गर्दै हुनुहुन्छ। कसैले कम्युनिटीमा केही इम्प्याक्ट पुऱ्याउँछु भनेर जोइन गर्नुभएको होला, कसैले सेल्फ डेभलपमेन्टको लागि हुनसक्छ होइन, कसैले म परिवारलाई बुझ्छु, मेरा वरिपरिका व्यक्तिहरूलाई बुझ्छु, म आफूलाई बुझ्छु भन्ने उद्देश्यले पनि जोइन गर्नुभएको होला। हजुरहरूको उद्देश्य प्राप्तिका लागि म हजुरहरूलाई चाहिँ अगाडि बढ्नको लागि पनि हौसला प्रदान गर्न चाहन्छु र यो दौरानमा चाहिँ एनएसआरसी पनि हजुरहरूको साथमा सधैँ रहनेछ। कोर्स सकिने टाइमसम्म पनि हुन्छ र कोर्स सकिसकेपछि पनि एनएसआरसी तपाईँहरूको साथमा रहि नै रहनेछ भन्ने कुरा हजुरहरूलाई जानकारी गराउन चाहन्छु। र हामीलाई साइकोसोसल काउन्सिलिङ कोर्स सक्सेसफुल्ली रन गराउनको लागि साथ सहयोग र लगातार गाइडेन्स प्रोभाइड गर्नुहुने विभिन्न एक्सपर्टहरू हुनुहुन्छ जो यहाँ उपस्थित हुनुहुन्छ पनि र केही कारणवश आज उपस्थित पनि हुन सक्नु भएको छैन। उहाँहरूलाई पनि म हृदयदेखि नै नमन गर्न चाहन्छु र धन्यवाद दिन पनि चाहन्छु। र अब सेसनलाई फर्दर मुभ अन गरौँ। त्यो गर्नुभन्दा अघि चाहिँ म एनएसआरसीको बारेमा हजुरहरूलाई सानो इन्ट्रोडक्सन दिन चाहन्छु। जोइन त गरेँ मैले, तर कस्तो खालको अर्गनाइजेसन हो यो बारेमा पनि हजुरहरूले बुझ्नुपर्ने हुन्छ है। नेसनल सल्युसन एन्ड रिसर्च सेन्टर मोर देन 2 इयर्स भयो इस्टाब्लिस भएको, र इस्टाब्लिस भएको समयदेखि नै यसले चाहिँ सोसल वर्क र मेन्टल हेल्थलाई चाहिँ प्रायोरिटाइज गरेर अगाडि बढ्दै आइरहेको छ। एनएसआरसीको मुख्य टार्गेट अडियन्स भनेको चाहिँ बालबालिका हुन्। बालबालिकालाई को स्वास्थ्य राम्रो बनाउनको लागि बालबालिकासँग मात्रै काम गरेर अपुग हुँदो रहेछ होइन। त्यो भएको भएर हामीले स्कुल सेटिङ्समा पनि र फ्यामिली सेटिङ्समा पनि काम गरिरहेका छौँ। एनएसआरसीले काम गर्ने मुख्य 4वटा विधा रहेका छन्। सबैभन्दा पहिलो भनेको चाहिँ सोसल केस वर्क। सोसल केस वर्कले के गर्छ भनेर भन्दाखेरि मान्छेको सोसल लाइफलाई इन्हान्स गर्ने काम गर्छ, उहाँहरूलाई चाहिँ वेल फङ्सनिङतिर लैजाने काम गर्छ। र दोस्रो विधा भनेको काउन्सिलिङको विधा रहेको छ। यसमा हामीले 1-on-1 काउन्सिलिङको सर्भिस प्रोभाइड गर्छौँ, ग्रुप काउन्सिलिङ, फ्यामिली काउन्सिलिङ जस्ता क्षेत्रमा पनि काम गरिरहेका छौँ। र तेस्रो भनेको चाहिँ ट्रेनिङ्स एन्ड वर्कसप्स। अब ट्रेनिङ्सहरू पनि हामीले मेन्टल हेल्थ रिलेटेड ट्रेनिङ नै प्रोभाइड गरिरहेका छौँ। मैले अलिकति रोकेँ, सबैजनाले प्लिज क्यामेरा अन गरिदिनुहोस् न है। मैले अघि नै पनि हजुरहरूलाई भनेको थिएँ क्यामेरा अन गरिदियो भने अलिकति फ्यामिलियर पनि हुन्छ। थ्याङ्क यू। फेस देखेपछि चाहिँ कस्तो अर्कै खालको फिल आउँछ कि चिने जस्तो, अब चिन्न लागेको जस्तो पनि फिल आउँछ। त्यो भएको भएर मैले रिक्वेस्ट गरिहालेँ है त। थ्याङ्क यू है, क्यामेरा अन गरिदिनु भयो। र म एनएसआरसीले कस्तो क्षेत्रमा काम गर्छ भनेर भनिरहेको थिएँ। म ट्रेनिङ्स एन्ड वर्कसपमा पुगेको थिएँ। जस्तै ट्रेनिङ्स एन्ड वर्कसपमा चाहिँ मेन्टल हेल्थ रिलेटेड ट्रेनिङ, जस्तै कि मेन्टल हेल्थ अवेरनेस सेसन्सहरू, साइकोलोजिकल फर्स्ट एड पिएफए पनि भन्छ होइन, स्ट्रेस म्यानेजमेन्टको सेसन्स र सुसाइड प्रिभेन्सनका जस्ता क्षेत्रहरूमा काम गरिरहेको छ। त्यस्तै गरी प्यारेन्टिङ सेसन्स, टिचर्स ट्रेनिङ सेसन्सहरू पनि यसले कन्डक्ट गर्दै आइरहेको छ है। र चौथो विधा भनेको चाहिँ रिसर्चको विधा रहेको छ। रिसर्चमा पनि एनएसआरसीले केही कामहरू इनिसिएट गरेको छ। अब यो पनि सोसल सेक्टरमा र मेन्टल हेल्थकै सेक्टरमा छ। अनगोइङ कामहरू नै छन्, रिसर्च पब्लिस हुन चाहिँ बाँकी नै छन् है त। ल अब एनएसआरसीले सेसन्सहरू त गर्छ, तर कोसँग कोअर्डिनेट गरेर गर्छ त भन्दाखेरि प्राइभेट सेटिङ्समा पनि काम गरिरहेछ र कलेज सेटिङ्समा, स्कुल सेटिङ्समा पनि काम गरिरहेको छ र नगरपालिकाहरूसँग पनि कोअर्डिनेट चाहिँ गरिरहेको छ। जस्तै कि काठमाडौँभन्दा बाहिर पनि हामीले पोखरा महानगरपालिकासँग पनि कोअर्डिनेट गरेर स्कुल सेटिङ्समा काम गरिसकेका छौँ। त्यसको साथै बुढानीलकण्ठ नगरपालिकासँग पनि सामुदायिक स्कुल्सहरूमा चाहिँ मेन्टल हेल्थ अवेरनेस सेसन होइन, सुसाइड प्रिभेन्सनका सेसन्सहरू पनि दिइसकेको छ। र अहिले अनगोइङ प्रोजेक्टहरू भनेको गोकर्णेश्वर नगरपालिका छ, तारकेश्वर नगरपालिकाहरूसँग पनि हामीले सहकार्य गरिरहेका छौँ। र रिसेन्टली चाहिँ नेपालमा मात्रै नभएर बाङ्लादेशमा पनि मेन्टल हेल्थ सेन्सिटाइजेसन सेसन चाहिँ एनएसआरसीले सक्सेसफुल्ली कन्डक्ट गरेको छ। त्यसको साथै नेपाल प्रहरी, डिस्ट्रिक्ट पुलिस रेन्ज काठमाडौँ भद्रकालीमा रहेको छ, उहाँहरूसँग पनि हामीले सुसाइड प्रिभेन्सन सेसन काम गरेका छौँ। त्यसका साथै आर्म पुलिस फोर्सहरूसँग पनि हामीले यस्तै ट्रेनिङ्सहरू पनि कन्डक्ट गर्दै आइरहेका छौँ। र मैले हजुरहरूलाई सानो जानकारी दिएँ है त यो एनएसआरसीको बारेमा। हजुरहरूले पनि यसको बारेमा अझै वेबसाइट्समा फर्दर हेर्न सक्नुहुनेछ। अझै डिटेलमा त्यहाँनिर हामीले रिपोर्ट्सहरू पनि राखेका छौँ। हाम्रो एक्सपर्टको डिटेल्सहरू पनि सबै कुरा त्यहाँनिर छ। हजुरहरूले त्यो खोलेर हेर्न पनि सक्नुहुन्छ। हजुरहरूले म कुन अर्गनाइजेसनमा कसरी इन्भल्भ भइरहेको छु, के काम गर्छ त एनएसआरसीले भन्ने तरिकामा पनि तपाईँहरू चाहिँ थाहा हुन पनि जरुरी छ है त। ल अब म धेरै नबोलिकन तपाईँहरूलाई पनि बोल्ने मौका दिनु पर्यो। अब हाम्रो सेसन चाहिँ अगाडि हाम्रो एक्सपर्टहरूले चाहिँ
विभिन्न टपिकहरूमा हजुरहरूलाई ओरिएन्ट गर्ने काम चाहिँ गर्नुहुन्छ र त्यसको लागि म सबैभन्दा प्रथम हाम्रो काउन्सिलिङ साइकोलोजिस्ट म्याम रोहिणी शाही म्यामलाई चाहिँ साइकोसोसल काउन्सिलिङ कोर्सको बारेमा छोटकरीमा जानकारी प्रदान गरिदिनको लागि अनुरोध गर्दछु। तर त्यो अघि चाहिँ म्यामलाई धेरै धेरै धन्यवाद। म्यामको टाइम पनि थिएन, मैले म्यामलाई 5 मिनट भयो नि टाइम निकालेर आइदिनु न म्याम भनिसकेपछि म्यामले यो कुरा मानिदिनु भएको छ र म्यामलाई धेरै धेरै धन्यवाद। त्यसपछि म म्यामलाई चाहिँ यहाँ आमन्त्रित गर्न चाहन्छु। रोहिणी म्याम। थ्याङ्क यू भेरी मच म्याम। सर्वप्रथम रात्रिकालीन नमस्कार जोजलोपा। म रोहिणी शाही, हाल co-founder at Samarpit Mansewa, and I am also the trainer or let's say facilitator at NSRC, National Solution and Research Center. हैन, यहाँहरूलाई मेरो बारे छोटकरीमा एकाडेमिकली र प्रोफेसनली के गर्दै थिएँ, के गर्ने मौका पाएँ भनेर थोरै जानकारी दिनु पर्दाखेरि I have been indulging myself in teaching learning sector for more than 10 years now, and simultaneously I have also been engaging myself in mental health sector. हैन, योभन्दा अगाडि विभिन्न संस्थाहरू जस्तै अन्तरङ्ग साइकोसोसल काउन्सिलिङ एन्ड रिसर्च सेन्टर PICS नेपाल जस्ता सङ्घ संस्थाहरूमा काउन्सिलिङ दिने, विभिन्न ट्रेनिङहरू रन गर्ने, वर्कसप्सहरू, अवेरनेस प्रोग्राम्सहरू फेसिलिटेसन गर्ने अवसर पनि मैले पाउँदै आएको छु। र आजको दिनमा चाहिँ I am fortunate enough to open up my own small company as well. And I'm very humbled to be the part of this, rapidly growing organization, National Solution and Research Center. And यहाँहरू एकदमै राइट प्लेटफर्ममा हुनुहुन्छ भनेर म निर्धक्कका साथ भन्न सक्छु। हैन, यहाँहरू जति पनि कामहरू छोडेर यो मानव जीवनलाई जान्नको लागि, यो बिहेभियर जानेर उहाँहरूलाई हेल्प गर्नको लागि एउटा गुड इन्टेन्सनका साथ जसरी आउनु भएको छ, यहाँहरू सम्पूर्णमा नमन गर्न चाहन्छु। सो म्यामले भन्नु नै भयो, अलिकति टाइमको अभावले गर्दाखेरि मैले थोरै मात्रै बोल्छु। वास्तवमै साइकोसोसल भन्नाले चाहिँ के होला त भनेर यहाँहरूलाई नै सोध्न चाहन्छु। व्हाट इज साइकोसोसल? मनोसामाजिक भनिन्छ होइन? यो मन भन्नाले चाहिँ के होला त वास्तवमा? यहाँहरू बोल्न पनि सक्नुहुन्छ, च्याट बक्समा पनि लेख्न सक्नुहुन्छ। मन के होला? मन कहाँ हुन्छ? कहाँ हुन्छ होला त यो मन? हामी भन्छौँ नि, ओहो यसको मन त कति साह्रो कठोर मन छ, यसको मन त कति कमलो छ, हैन? बरु ढुङ्गा पग्लिएला यसको मन कहिल्यै पग्लिँदैन भन्छौँ हामी, हैन? भनेपछि यो मन के होला त साथीहरु? यहाँहरू भन्न सक्नुहुन्छ विचार। च्याट बक्समा कसैले लेख्दै हुनुहुन्छ विचारहरू, भावनाहरू, मोरलेस, राइट? अब यो मनको आकार कस्तो होला त? You can write or you can speak up as well. Something that we feel. आकार यहाँहरूले मनलाई इमेजिन गर्नुहुन्छ भने आकार कस्तो होला? आकारै हुन्न, प्रसिद्ध आचार्यजीले भन्नु भएको छ। अरु साथीहरूले के भन्नुहुन्छ? साँच्चै नै आकार हुन्न? हामी इमेजिन त गर्न सक्छौं नि। कोहीले भन्नु होला स्क्वायर भन्नु होला, कोहीले रेक्ट्याङ्गल भन्नु होला। ओके, मन भन्नाले के हो त वास्तवमा भन्दाखेरि it is all about our mind, emotions, thoughts, feelings, हैन? How, the way we feel, the way we perceive things, हामी कसरी सोच्छौं। र यो साइकोसोसल भन्ने बित्तिकै, मनोसामाजिक भन्ने बित्तिकै मन र समाजसँगको अन्तर सम्बन्ध भनेर बुझ्नु पर्यो। अब समाज के हो त? हजुर बोल्दै हुनुहुन्छ, सरिताजीले बोल्दै हुनुहुन्छ, समाज के होला? समाजमा के कुराहरू हुन्छन्? हामी आफै छौं, मानिसहरू छन्, हैन? फ्यामिली, रिलेटिभ्स, रिलेशनशिप्स, कल्चर्स, रीतिरिवाज, सम्पूर्ण कुराहरू। ग्रुप अफ पिपल विथ डिफरेन्ट थट्स, इमोसन्स भन्नु भएको छ प्रसिद्धजीले। थ्याङ्क यू भेरी मच। अभियसली है, सो साइकोसोसल भन्ने बित्तिकै द इन्टरकनेक्सन बिट्विन द माइन्ड, साइको, राइट, माइन्ड एन्ड द एन्भाइरोमेन्ट।
हामीलाई यो जानकारी हुनुपर्छ कि यो हाम्रो मेन्टल हेल्थ भनेको जहिले पनि आफैमा अन्तर्निहित इन्टरनल ट्रेट्समा मात्र डिपेन्ड हुँदैन, समाजसँग जोडिएको हुन्छ। समाजको रीतिरिवाज, तौर तरिका, नियमहरू, त्यहाँको रिलेसनसिपहरू, होइन? हिजो अस्ति भर्खरै पनि यहाँनिर मङ्गलबजारको घटना हामी स्मरण गर्न सक्छौँ, होइन? कस्तो खालको घटना घट्यो, दुःखद। त्यो कसरी घट्यो होला त? आजको दिनमा मानिसहरूमा पेसेन्स, सेल्फ कन्ट्रोल घट्दै गइरहेको कुरा हामी अनुमान लगाउन सक्छौँ, देख्न सकिरहेका छौँ। भनेपछि आजको समयमा यो साइकोसोसल नलेज, यो ट्रेनिङ लिनु अनि यो मानिस सम्बन्धी हरेक कुरा कसरी सोच्दा रहेछन्, उहाँहरू कुन कुन अवस्थाबाट गुज्रिरहनु भएको छ र त्यसलाई कसरी चाहिँ सामना गर्नुपर्छ भन्ने खालको कुरामा चाहिँ हामीले आफ्नो तर्फबाट हेल्प गर्नु, उहाँहरूलाई एम्पावर गर्नु, हाम्रो क्लायन्टलाई एम्पावर गर्नु, उहाँहरूको जुन स्ट्रेन्थ छ त्यसलाई हाइलाइट गर्दै कोपिङ मेकानिजम के कस्तो हुनसक्छ भन्दै गर्दाखेरि उहाँहरूलाई हिल गर्नको लागि हामीले त्यो प्रोसेस थ्रु हेल्प गर्नु कति आवश्यक छ। सो आई वुड जस्ट से यु आर राइट on the right platform, right? This is Rohini Shahi, and I will be helping you with some of the sessions, some of the topics like counseling strategies, facilitation skills, and professionalism development. सँगसँगै बाँकी धेरै थोरै कुराहरू हामी क्लासमै अन्तर्क्रिया गर्छौँ, रमाइलो गर्न सक्नेछौँ। आजको लागि यति नै, धन्यवाद। थ्याङ्क यू सो मच म्याम, थ्याङ्क यू सो मच। हजुरले कस्तो इन्सपिरेसनल कुराहरू भन्नुभयो। लर्नरहरूले पनि म्यामको क्लासलाई एकदमै इन्जोय गर्नुहुनेछ भन्ने आशा गर्दछु। र अब अर्को टपिकतिर हामी मुभ अन गरौँ। यो टपिक चाहिँ डक्टर रुजा श्रेष्ठ, साइकियाट्रिस्ट डक्टर हुनुहुन्छ। उहाँले चाहिँ कोर्स ओभरभ्यूको बारेमा, कोर्स स्ट्रक्चर कस्तो छ यो बारेमा चाहिँ हजुरहरूलाई ओरिएन्ट गर्नुहुन्छ। म्यामलाई म यहाँ वेलकम गर्न चाहन्छु। हेलो, गुड इभिनिङ सबैजनालाई। अब सबैजना थाकिएर, सबैजना आफ्नो दिनको सबै काम सकाएर आउनु भएको होला, खानासाना पनि खाइसक्नु भयो होला, अथवा चाहिँ नि खाना रेडी हुँदै होला। मैले पनि एकदम थोरै टाइम लिन्छु, थोरै भन्नाले एकदम थोरै त होइन, जस्ट 10 मिनट्स। किन भन्दाखेरि मेरो टपिक चाहिँ अलिकति लामो भएको कारणले मैले चाहिँ नि खास मेरो टपिक्समा चाहिँ नि अहिले मैले भन्नुपर्ने भनेको कोर्स हाम्रो चाहिँ स्ट्रक्चर कस्तो छ, अनि त्यसपछि त्यो सँगसँगै हाम्रो चाहिँ नि यो कोर्सको ड्युरेसन कति हो, हामीले कसरी चाहिँ नि कोर्सलाई अगाडि लान्छौँ, र त्यो सँगसँगै मलाई चाहिँ नि बायोलोजिकल डोमेन दिएको छ। बायोलोजिकल डोमेन दिनुको कारण चाहिँ नि मेबी एनएसआरसीले मलाई चाहिँ नि अलि बायोलोजिकलतिर चाहिँ नि अलि धेरै भएको कारणले होला। सो बायोलोजिकलमा चाहिँ नि मेरो पढ्नुको कारण चाहिँ नि मेबी मेरो मेडिकल फिल्डको भएर होला। सो त्योभन्दा अगाडि मैले आफ्नो पोर्सनमा जानुभन्दा अगाडि म सानो आफ्नो इन्ट्रोडक्सन दिन चाहन्छु। म चाहिँ डक्टर रुजा श्रेष्ठ। मैले चाहिँ नि एमबिबिएस किस्ट मेडिकल कलेजबाट गरेको र मेरो एमडी साइकियाट्री चाहिँ मैले युसिएमएस, युनिभर्सल कलेज अफ मेडिकल साइन्सबाट। आइ एम जस्ट रिसेन्ट पास आउट हो। अनि मैले अहिले चाहिँ नि मेरो क्लिनिकल प्र्याक्टिस मैले एपिएफमा गर्दैछु, आर्म पुलिस फोर्समा। त्यो सँगसँगै मैले होप हस्पिटलमा पनि गर्दैछु। र मैले आफ्नो एकाडेमिक्सको लागि चाहिँ मैले काठमाडौँ मोडल कलेजमा ब्याचलर्स इन साइकोलोजीलाई पढाउँछु। र त्यो पढाउनु अगाडि सबभन्दा फर्स्टमा मैले चाहिँ नि आफू आबद्ध भएको चाहिँ एनएसआरसीमा हो। त्यस कारणले म एनएसआरसीमा पवन सर हुनुहुन्छ हुनुहुन्न, म उहाँलाई चाहिँ आफ्नो चाहिँ थ्याङ्क यू चाहिँ नि दिन चाहन्छु है। उहाँले मलाई एभ्री टाइम चाहिँ मलाई अपर्च्युनिटी दिइराख्नु भएको छ हाम्रो यो बायोलोजिकल बेसिसको लागि, बायोलोजिकल डोमेनको लागि एभ्री क्लासमा। ल त्यो म यो कुराहरू भन्दा भन्दै मैले आफ्नो पोर्सनतिर चाहिँ जान्छु। म यो सेसनको टाइम चाहिँ नि हामीले वेस्ट नगरी सुरुमा म आफ्नो स्क्रिन सेयर गर्न चाहन्छु। ल हजुरहरूमा स्क्रिन सेयर भयो भएन प्लिज भनिदिनु ल। हजुर भयो म्याम। सो हामीले टोटल पढ्ने युनिट्सहरू हाम्रो यो जुन चाहिँ कोर्समा छ 5वटा युनिट छ। मैले जस्ट जिस्टमा जाँदैछु।
अनि हाम्रो 5वटा युनिटमा चाहिँ सबभन्दा फर्स्ट युनिट भनेको चाहिँ हिस्ट्री अफ साइकोलोजिकल अप्रोच एन्ड काउन्सिलिङ प्रोसेसेस हो। यसमा चाहिँ हामीले चाहिँ नि हाम्रो साइकोलोजिकल अप्रोचको हिस्ट्री के छ र काउन्सिलिङ प्रोसेस हामीले कसरी स्टार्ट गर्छौँ, हाम्रो चाहिँ नि सिम्पल सानोभन्दा सानो कुराहरू, हाम्रो चाहिँ नि जेस्चर्स कस्तो हुनुपर्छ, हाम्रो पोजिसन कस्तो हुनुपर्छ होइन, हाम्रो जुन चाहिँ सेटिङ्स कस्तो हुनुपर्छ, हाम्रो आई मुभमेन्ट, हाम्रो चाहिँ नि बडीली जेस्चर्स कस्तो हुनुपर्छ भन्ने सबै कुरा हाम्रो यसमा आउँछ है। अनि हाम्रो जुन चाहिँ नि हाम्रो एक्सपर्ट्सहरू छ उहाँहरूले एकदम डिटेल्डमा हजुरहरूलाई यो सबै कुराहरू एक्सप्लेन गरिदिनुहुन्छ। हाम्रो यसमा 7वटा च्याप्टर छ यो युनिटमा, अनि इच च्याप्टरलाई चाहिँ नि हाम्रो ट्रेनर्सहरूले चाहिँ नि एकदमै डिटेल्ड रूपमा चाहिँ सबैजना लर्नर्सहरूलाई चाहिँ सिकाउनुहुन्छ। सो यहाँ चाहिँ नि हाम्रो यति धेरै च्याप्टर्स, यति युनिट्सहरू देखेर हजुर डराउनु पर्दैन, किन भन्दाखेरि हजुरहरू सेफ ह्यान्डमा हुनुहुन्छ। च्याप्टर 1मा हाम्रो चाहिँ साइको सोसल वेलबिङ, इन्टरभेन्सन एन्ड कम्युनिटी बेस्ड छ। त्यसपछि च्याप्टर 2मा हिस्ट्री अफ साइकोलोजिकल अप्रोचेस, 3मा ब्याकग्राउन्ड अफ काउन्सिलिङ, 4मा फर्म्स अफ काउन्सिलिङ, 5मा कम्युनिकेसन स्किल्स, 6मा लर्निङ काउन्सिलिङ स्ट्राटेजिज र 7मा अल्टरनेटिभ टुल्स एन्ड स्किल्स। यो सबैको लागि हामीहरूसँग डिफ्रेन्ट यो जुन चाहिँ नि फिल्डमा चाहिँ नि जो एक्सपर्ट हुनुहुन्छ उहाँहरूलाई नै हामीले एनएसआरसीको टिमले चाहिँ नि हजुरहरूको लागि गाइड गर्नलाई, फेसिलिटेट गर्नलाई चाहिँ नि राखिदिनु भएको छ। सो जुन चाहिँ नि मेन काउन्सिलिङको जुन इम्पोर्टेन्ट पार्ट छ हाम्रो यो युनिटमा पर्छ। त्यसपछि हाम्रो युनिट 2मा छौँ। युनिट 2मा चाहिँ नि मेन्टल हेल्थ छ, बिकज मेन्टल हेल्थ आजकलको एकदम जल्दो बल्दो टपिक हो। सो च्याप्टर 1मा हाम्रो बेसिक्स अफ मेन्टल हेल्थ छ, 2मा बायो साइको सोसल मोडल अफ मेन्टल हेल्थ छ, जुन चाहिँ हामीले चाहिँ नि रिपिटेडली पढ्नेवाला छौँ। र यो बायो साइको सोसल मोडल नै हो हाम्रो चाहिँ नि मेन बेस भनेको होइन। र यसकै हामीले चाहिँ नि इसारामा अथवा चाहिँ बायो साइको सोसल मोडललाई नै अगाडि राखेर हामी चाहिँ अघि बढ्छौँ यो थ्रु आउट द कोर्स। अर्को भनेको कल्चरल कम्पिटेन्स इन काउन्सिलिङ, त्यसपछि च्याप्टर 4मा थ्योरिज अफ ह्युमन डेभलपमेन्ट, र च्याप्टर 5 हो त्यो, सरी च्याप्टर 6 आयो। च्याप्टर 5मा चाहिँ नि केसेस इन द मेन्टल हेल्थ, जहाँ चाहिँ हामी चाहिँ डिफ्रेन्ट हाम्रो चाहिँ नि डिसअर्डर्सहरूसँग अथवा चाहिँ नि डिफ्रेन्ट हेल्थ इस्युजहरूसँग के मेन्टल डिसअर्डर्स हुनसक्छ त भनेर हेर्छौँ। अब युनिट 3मा चाहिँ नि बेसिस अफ ब्रेन छ, जुन चाहिँ यसमा एउटा मात्रै च्याप्टर छ जुन चाहिँ मैले नै लिन्छु, बेसिस अफ ब्रेन मेकानिजम। सो यसमा चाहिँ नि हाम्रो चाहिँ नि जुन बायोलोजिकल डोमेन भनेर जुन हामीले पढ्छौँ त्यो चाहिँ यसमा पर्छ। अब युनिट 4मा आउँछौँ केस म्यानेजमेन्ट। यसको च्याप्टर 1मा छ म्यानेजिङ काउन्सिलिङ इन्भाइरोमेन्ट, डकुमेन्टेसन छ च्याप्टर 2मा, च्याप्टर 3मा सुपरभिजन, र 4मा चाहिँ नि लिङ्केज र कोअर्डिनेसन एन्ड रिफरल्स। यो सबै डकुमेन्टेसन गर्ने, सुपरभिजन गर्ने, रिफरल्सहरू गर्ने सबै कुराहरू चाहिँ नि हामीहरूको चाहिँ नि एउटा भन्दा एउटा कुरा चाहिँ नि हजुरहरूलाई डिटेलमा सिकाइन्छ। किन भन्दाखेरि यो भनेको, यो स्टेप भनेको, यो युनिट भनेको एकदम इम्पोर्टेन्ट छ। र हामीले कसैलाई चाहिँ नि रिफर गर्दाखेरि के कुरा चाहिँ हामीले लेख्नुपर्छ, कहाँ रिफर गर्ने हो त, साइकेट्रिस्टमा गर्ने कि साइकोलोजिस्टकोमा गर्ने किन त भनेर जति प्रोसेस हुन्छ यो सबै यो युनिटमा सिकाइन्छ। र जो हाम्रो फेसिलिटेटर्स हुनुहुन्छ उहाँहरूले हजुरहरूलाई इन स्टेप्स नै सिकाउनुहुन्छ यो सबै कुराहरू। र लास्टको युनिट भनेको हाम्रो चाहिँ नि क्यापेसिटी बिल्डिङ छ होइन। यसमा चाहिँ नि दुईटा युनिट छ, युनिट 1मा चाहिँ नि फेसिलिटेसन स्किल्स र 2मा चाहिँ नि भनेको प्रोफेसनलिजम डेभलपमेन्ट, जुन चाहिँ अघि हाम्रो म्यामले पनि भन्नुभयो यो क्लास चाहिँ नि उहाँकोमै पर्छ। सो तपाईँहरूले अघि उहाँसँग इन्टरेक्सन पनि गर्नुभयो, उहाँले आफ्नो सबै डिटेल्स पनि भन्नुभयो। सो यो सबै कारणले चाहिँ नि एनएसआरसीले चाहिँ नि हजुरलाई पर्फेक्ट फेसिलिटेटर्स फर पर्फेक्ट टपिक्सको लागि चाहिँ राखिदिनु भएको छ होइन। यो चाहिँ भयो हाम्रो युनिट्सहरू, जुन चाहिँ हामीले चाहिँ नि कोर्स चाहिँ हामीले चाहिँ नि जुन लिन्छौँ अथवा चाहिँ जुन हामीले चाहिँ नि हाम्रो प्रोभाइड गर्छौँ यो भयो। अब यसपछि मैले अब हजुरहरूलाई चाहिँ नि अरू कुराहरू पनि मैले चाहिँ नि हजुरहरूलाई एक्सप्लेन गरिदिन्छु। त्यो चाहिँ नि सबभन्दा फर्स्टमा चाहिँ नि कोर्सलाई कसरी डिभाइड गरेको छ त, हजुरहरूले करिकुलम त हेर्नुभयो, कसरी डिभाइड गरेको छ भन्दाखेरि सिम्पल, अघि मैले भने बायो साइको र सोसल मोडल, त्यही बेसिसमा चाहिँ हामीले डिभाइड गरेको छौँ। बायो साइको सोसल मोडलमा चाहिँ नि
तपाईँको चाहिँ नि एउटा हामीले बायोलोजिकल डोमेन हेर्छौँ, अर्को साइकोलोजिकल हेर्छौँ र तपाईँको चाहिँ नि सोसल डोमेन हेर्छौँ। यो तिनवटालाई चाहिँ हामीले एकअर्कासँग चाहिँ नि इन्टरकनेक्ट गरेर पढ्छौँ। सो मैले त्यसैले अघि भनेको तपाईँको चाहिँ नि बायोलोजिकल, साइकोलोजिकल र सोसल, बायो साइको सोसल इम्पोर्टेन्ट छ भनेको। अनि त्यो बाहेक हाम्रो यो कोर्स जुन चाहिँ छ, हाम्रो यो कोर्स चाहिँ अझ अपडेटेड भर्जन हो। हामीले चाहिँ सबैजना एक्सपर्टसँग चाहिँ नि मिटिङ गरेर डिस्कस गरेर कुन चाहिँ एड गर्नुपर्छ, कुनलाई चाहिँ हामीले बढी फोकस गर्नुपर्छ त्यो भनेर चाहिँ हामीले राखेको छौँ यो कोर्सलाई। अब हाम्रो टाइम ड्युरेसन भनेको कोर्स कम्प्लिसनको लागि चाहिँ नि टोटल आवर्स भनेको 780 आवर्स हो। थ्योरीमा हाम्रो 620 छ भने प्र्याक्टिकलमा हाम्रो 160 आवर्स छ र हाम्रो टोटल ड्युरेसन्स भनेको 5 मन्थ्स हो। र तपाईँहरूको छुट्टीहरू अथवा चाहिँ विकेन्ड्सहरूले गरेर माथि तल हुनसक्छ यसको लागि। र तपाईँको चाहिँ कोर्स कम्प्लिसन पछि चाहिँ नि तपाईँहरूको चाहिँ 1 हप्तादेखि लिएर 10 दिनसम्म चाहिँ हामीहरूले चाहिँ नि एनएसआरसीले एउटा चाहिँ नि कोर्स स्किल इन्हान्समेन्ट ट्रेनिङ पनि गर्छौँ हजुरहरूको लागि। अनि अर्को भनेको इन्टर्नसिपको ओरिएन्टेसन पनि हुन्छ। यो चाहिँ तपाईँहरूको चाहिँ नि प्लेसमेन्ट हुनुभन्दा अगाडि। अनि अब यो हाम्रो इन्टर्नसिपको चाहिँ नि सबै कुराहरू चाहिँ हाम्रो चाहिँ नि यहाँ म पछाडिको फेसिलिटेटर सुचेता म्यामले चाहिँ नि एक्सप्लेन गरिदिनुहुन्छ हजुरहरूले। अनि इन्टर्नसिप पछि चाहिँ हजुरहरूले चाहिँ नि एउटा चाहिँ नि रिटर्न एक्जाम चाहिँ दिनुपर्ने हुन्छ। अब यो सबै त भयो कोर्सको कुरा। अब कसरी टिचिङ लर्निङ चाहिँ कसरी गरिन्छौँ त हामीले गर्छौँ त। अब एउटा त सुरुमा त एउटा ट्रेडिसनल मेथड नै छ हाम्रो, जुन चाहिँ नि अब थ्योरी क्लासेस टिचरले पढाउने स्टुडेन्टले सुन्ने, एउटा त्यो भयो। अर्को भनेको चाहिँ क्लास इन्टरेक्टिभ पनि हुन्छ। हामी यहाँबाट क्वेसन्स थ्रो गरिन्छ, उताबाट एन्सर्स आउनुपर्छ। अर्को भनेको केस डिस्कसन्स हुन्छ। अर्को भनेको हामीहरू चाहिँ नि असाइनमेन्ट्सहरू दिन्छौँ डिफ्रेन्ट टपिक्सहरूमा, डिफ्रेन्ट अथवा चाहिँ केसेसहरूको असाइनमेन्ट दिन्छौँ, त्यो हुनु पर्यो। अर्को भनेको अब्जर्भेसन पनि गरिन्छ पछि तपाईँहरू जब यो एन्हान्समेन्ट स्किल्समा आउनुहुन्छ अथवा चाहिँ तपाईँहरूको प्लेसमेन्टभन्दा अगाडि चाहिँ हाम्रो केस अब्जर्भेसन पनि हुन्छ, डेमोन्स्ट्रेसन हुन्छ कसरी गर्ने त भनेर। कुनै कुरा जस्तै कि सिम्पल कुरा भन्दाखेरि तपाईँको चाहिँ नि एमएससी लिनु पर्यो भने कसरी लिने भनेर हामी सबै फेसिलिटेटर्सहरूले जो हुनुहुन्छ त्यो बेला अथवा चाहिँ नि कुनै पनि टपिकमा त्यो डेमोन्स्ट्रेट गरेर देखाउनुहुन्छ, रोल प्ले गरिन्छौँ हामी। अब के अरे स्टुडेन्ट अथवा चाहिँ नि फेसिलिटेटर लर्नर यसरी चाहिँ पनि गर्न सकिन्छ। अनि तपाईँहरूको आफ्नै जुन चाहिँ नि तपाईँहरूको एक्सपिरियन्स होइन, आइदर गुड अथवा ब्याड त्यो पनि सेयर गर्छौँ। अनि हाम्रोमा लर्निङ मटेरियल्स के पाइन्छ भन्दाखेरि हाम्रो पिडिएफ हुन्छ सबै होइन। अर्को हाम्रो चाहिँ जुन पिपिटी हुन्छ सबै तपाईँहरूको चाहिँ नि तपाईँहरूमा चाहिँ नि तपाईँहरूले पाउनुहुन्छ। हामीले यहाँ चाहिँ नि आज यो क्लास सकिन्छ, क्लास सकिने बित्तिकै भोलि अथवा चाहिँ त्यही दिन तपाईँहरूसम्म पुगिसक्छ। सो त्यसको लागि कुनै पनि तपाईँहरूले चिन्ता लिनु पर्दैन। र सँगसँगै हामीले चाहिँ नि ट्रेनिङ्सहरू पनि लिइरहेको छौँ। एउटा चाहिँ हाम्रो चाहिँ नि साइकोलोजिकल फर्स्ट एडको ट्रेनिङ छ, जस्तै कि अघि विनिता म्यामले भनिहाल्नु भयो। अर्को भनेको सुसाइड गेट किपिङ भनेर पनि हामीले राखेको छौँ होइन। र अर्को भनेको ट्रेनिङ त नभन्नु यसलाई, अर्को हाम्रो चाहिँ नि चौतारी सेसन पनि चल्छ, जहाँ चाहिँ नि डिफ्रेन्ट टपिक्समा डिफ्रेन्ट तपाईँहरूको चाहिँ नि फेसिलिटेटर्सहरू आएर होइन त्यो चाहिँ हाम्रो सेसन्सहरू लिनुहुन्छ। सो फ्रुटफुल हुन्छ हजुरहरूको लागि यो सबै सेसन्सहरू। अब यो त मैले भने सबै हाम्रो चाहिँ नि यो कोर्सको बारे होइन। जुन मैले चाहिँ नि मलाई मेन दिने टपिक भनेको बायोलोजिकल डोमेन, मैले अघि पनि भने होइन। अब एभ्री टाइम मैले पाइरहेको छु होइन। किन भन्दाखेरि यो चाहिँ नि केसँग डिल गर्छ भन्दाखेरि तपाईँको बायोलोजिकल र फिजिकल एस्पेक्ट अफ मेन्टल हेल्थसँग डिल गर्छ। हाम्रो बायोलोजिकल र तपाईँको चाहिँ नि फिजिकल भनिसकेपछि हामीले चाहिँ नि ब्रेन, तपाईँहरूले जुन सुन्नुहुन्छ न्युरो ट्रान्समिटर्सहरू हजुर सबैजना सुन्नु नै भएको होला, डोपामिन, सेरोटोनिन, नोरेपिनेफ्रिन, यो सबै कुराहरू ब्रेनको फङ्सन्सहरू होइन। अर्को भनेको जेनेटिक्स। अब जुन हामीले बच्चामा पढ्थ्यौँ नि नर्भस सिस्टम, ब्रेन, स्पाइनल कर्ड, अटोनोमिक नर्भस सिस्टम, यो सबै कुराहरू। त्यो सँगसँगै कुनै पनि सब्सटेन्स युज छ भने अथवा सब्सटेन्स भनेको रक्सी, चुरोट यिनीहरू। अनि अर्को भनेको हाम्रो चाहिँ नि
तपाईँको स्लिप एन्ड फिजिकल हेल्थ। सो फिजिकल हेल्थ सँगसँगै हामीले मेन्टल हेल्थ सँगसँगै रिलेट गरेर जान्छौँ। सो बायोलोजिकल डोमियनमा पर्यो। अनि यो टपिकमा यो बायोलोजिकल डोमियन किन इम्पोर्टेन्ट छ त भन्दाखेरि जहिले पनि एउटा कुरा बुझ्नुलाई कि हाम्रो बडी र माइन्डहरू कनेक्टेड छन् भनेर। त्यसको लागि चाहिँ नि यो बायोलोजिकल डोमियन एकदम इम्पोर्टेन्ट टपिक हो होइन। फेरि हजुरलाई लाग्ला कि होइन हामीले त साइको सोसल भनेर लिएको किन बायोलोजिकल पढ्नु पर्यो त, हामीलाई त्यो ठाउँमा जाने नै होइन, त्यो पनि सोच आउन सक्छ। तर जहिले पनि साइकोलोजिकल र सोसलमा जानु अगाडि बायोलोजिकल तपाईँको आफ्नो बडी त बुझ्नु पर्यो नि त। त्यस कारणले चाहिँ नि हामीले चाहिँ नि बायोलोजिकल डोमियन पढ्नु परेको र यो कुराहरू थाहा पाइसकेपछि, बायोलोजिकल डोमियनको बारे थाहा पाइसकेपछि, बायोलोजिकल फ्याक्टर्स थाहा पाइसकेपछि हामीले हाम्रो साइको सोसल काउन्सिलिङलाई एक स्टेप फर्दर लान सक्छौँ, अझ राम्रोसँग गर्न सक्छौँ। र कुन बेला चाहिँ नि तपाईँको चाहिँ नि के अरे साइकेट्रिस्टकोमा चाहिँ नि रिफर गर्ने र कुन बेला चाहिँ हामीले साइकोलोजिस्टकोमा रिफर गर्ने र त्यो सँगसँगै हामीले चाहिँ नि काउन्सिलिङ गर्दाखेरि यो सानो सानो कुराहरू, जेनेटिक्सको कुरा, अनि त्यसपछि फ्यामिलीको कुरा, फ्यामिली हिस्ट्रीको कुरा होइन, र यो डोपामिन, सेरोटोनिन, सानो न्युरोकेमिकल्सको कुराहरू पनि काउन्सिलिङमा राखिदिउँ भने हाम्रो इम्प्रेसन पनि राम्रो हुन्छ हाम्रो क्लाइन्ट अथवा हाम्रो चाहिँ जसलाई चाहिँ हामीले काउन्सिलिङ गर्दैछौँ उहाँको अगाडि। सो यस कारणको लागि चाहिँ नि हामीले बायोलोजिकल डोमियन चाहिँ नि पढेको हौँ साइको सोसल काउन्सिलिङमा। जस्ट साइको सोसल मात्र होइन, बायोलोजिकल पनि इम्पोर्टेन्ट छ। त्यस कारणले बायो साइको सोसल भनेर हामीले पढ्छौँ। एभ्री टाइम स्टार्ट भएदेखि यही कुरा स्टार्ट हुन्छ हाम्रो। सो मैले पनि धेरै टाइम त लिन होला, यति भन्दै मैले चाहिँ नि अब फेरि विनिताजीलाई नै माइक दिएँ, म चाहिँ आफू चाहिँ म्युटमा बस्न गएँ। थ्याङ्क यू सो मच गाइज। थ्याङ्क यू सो मच म्याम, थ्याङ्क यू सो मच। हजुरले एकदमै डिटेलमा कोर्स स्ट्रक्चरको बारेमा बताइदिनु भयो। हजुरहरूलाई केही क्वेरीहरू छ भने चाहिँ टिपेर राख्नु होला, हामी अन्तिममा त्यसलाई सल्भ गर्छौँ है। र अब अर्को सेक्सनमा मुभ अन गरौँ। अर्को चाहिँ हाम्रो फिल्ड वर्क प्र्याक्टिकमको बारेमा रहेको छ। अघि डाक्टर रुजाले पनि भनिसक्नुभयो। यसमा प्रकाश पार्दिन हुनको लागि म साइकियाट्रिक नर्स र साइकोलोजिस्ट म्याम आदरणीय सुजाता सिटौला म्यामलाई यहाँ बोलाउन चाहन्छु। ओके, नमस्कार सबैजनालाई। अलिकति इन्ट्रोडक्सन दिन्छु है त। मेरो नाम चाहिँ सुजाता सिटौला, म्यामले भनिहाल्नुभयो। म साइकाट्रिक नर्स पनि हुँ र साइकोलोजिस्ट। अहिले चाहिँ एनएसआरसीमा म कार्यरत छु साइकोलोजिस्टको रूपमा। र यहाँ तपाईँहरूलाई क्लासेसहरूमा पनि मैले फेसिलिट गर्नेछु। सँगसँगै म कलेजहरूमा पनि बिए साइकोलोजीलाई क्लासेसहरू लिन्छु। र आज तपाईँहरूलाई ओरिएन्ट गर्नुपर्ने पार्ट भनेको चाहिँ मेरो चाहिँ म्यामले भनिहाल्नुभयो फिल्ड वर्क रहेको छ। अब फिल्ड वर्कको कुरा अलिकति अघि म्यामले पनि भन्नुभयो होइन। जस्तो यो चाहिँ तपाईँहरूको कोर्स इन भइसकेपछि चाहिँ फिल्ड वर्क जानुपर्ने हुन्छ, जसलाई हामीले अब इन्टर्नसिप भनौँ अथवा अन द जब ट्रेनिङ भनेर भन्छौँ। यसमा चाहिँ अब तपाईँहरूले जम्मा 160 घन्टा चाहिँ गर्नुपर्ने हुन्छ, 160 घन्टा पुर्याउनु पर्ने हुन्छ है। अब जस्तो यो 1 महिनाको पिरियड अथवा 1.5 महिनाको पिरियड भनौँ न म्याक्सिमममा, त्यो पिरियडमा तपाईँहरूले दिनमा मिनिमम पनि 4 घन्टा 5 घन्टा चाहिँ गर्नै पर्छ, 5 घन्टा भनौँ न होइन। त्यो गरेर चाहिँ 160 आवर चाहिँ पुर्याउनु पर्ने हुन्छ र त्यसपछि चाहिँ तपाईँहरूको एक्जाम हुन्छ नि होइन। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सेटिङ चाहिँ कुन ठाउँमा गएर गर्ने हो त अन द जब ट्रेनिङ भनेर चाहिँ तपाईँहरूले आफैले नै खोज्नुपर्ने हुन्छ, ठिक छ। जस्तो अगाडिदेखि नै यो बारेमा अलिकति अवेर भएर कुराहरू गर्दै गर्नुभयो भने, मतलब कोर्स इन हुन लाग्दाखेरि त्यो भयो भने अलिक सजिलो हुन्छ। अब जस्तो के सेटिङ, कुन सेटिङ भन्ने तपाईँहरूलाई लाग्न सक्छ होइन। जस्तो अब स्कुलहरूमा होइन, अहिले अब जस्तो साइको सोसल काउन्सिलर भनेर स्कुलहरूमा राखिरहेछ नि त, 1 स्कुल 1 काउन्सिलर भनेर पनि आइरहेछ। सो
स्कुलहरूमा त्यस्तै गरेर चाहिँ अब वडाहरूमा पनि यदि त्यहाँ तपाईँहरूले कोअर्डिनेट गरेर त्यसरी मौका पाउनुहुन्छ भने अहिले त जस्तो साइको सोसियल काउन्सिलर भनेर करारमा राखिरहेको छ नि त हो उहाँहरूसँग कोअर्डिनेट गरेर चाहिँ त्यहाँ यसरी ओजेटी गर्छु भनेर यदि मौका पाउनुभयो भने त्यो हुनसक्छ। त्यस्तै गरेर अरू जेराटिक होम है जस्तो वृद्धाहरूलाई अथवा सिनियर सिटिजनहरूलाई राखेको हुन्छ नि वृद्धाश्रम, त्यस्तै गरेर चाइल्ड केयर होम अथवा डिफ्रेन्ट अर्गनाइजेसन जहाँ चाहिँ अब साइको सोसियल काउन्सिलर आवश्यक पर्नुहुन्छ, एनजिओ आइएनजिओ र मिलेसम्म अब क्लिनिक र अरू हस्पिटलहरूमा पनि हुन्छ। ठिक छ, यस्तोमा चाहिँ तपाईँहरूले अन द जब ट्रेनिङ गर्नुपर्ने हुन्छ र यसको लागि चाहिने लेटरहरू रिकमेन्ड गरिदिने कुराहरू चाहिँ कलेजले गरिदिन्छौँ हाम्रो तर्फबाट त्यो हुन्छ है। ठिक छ, अब यसको इम्पोर्टेन्स चाहिँ के हो जस्तो अन द जब ट्रेनिङ जानु होइन भनेको चाहिँ जस्तो तपाईँहरूले जति पनि थ्योरिटिकल लर्न गरिराख्नु भएको हुन्छ होइन जस्तो अघि आयो नि कोर्समा जस्तो कति धेरै काउन्सिलिङ स्किल नलेज डिफ्रेन्ट स्ट्राटेजिजहरू त्यसमा अब डिफ्रेन्ट टुल्स टेक्निक्स होइन लर्न गर्नुहुन्छ जसमा ट्रेनिङबाट अथवा डिफ्रेन्ट एक्टिभिटी रोल प्ले होइन यस्तो डिफ्रेन्ट कुराहरू तपाईँहरूले लर्न गरिसक्नु भएको हुन्छ अगाडि। त्यसलाई चाहिँ एउटा रियल सेटिङमा अथवा रियल इन्भाइरोमेन्टमा गएर चाहिँ प्र्याक्टिकल्ली गर्ने चाहिँ मौका पाउनुहुन्छ यसमा होइन, जसले गर्दाखेरि चाहिँ यो एउटा तपाईँहरूको प्रोफेसनल डेभलपमेन्टतिर तपाईँहरूले अघि बढ्नुहुन्छ, स्किल डेभलपमेन्ट हुन्छ होइन, आफ्नो प्रोडक्टिभिटीलाई डेभलप गर्दै जान सक्नुहुन्छ। यसले चाहिँ एउटा ब्रिज गर्ने काम गर्छ होइन, जस्तो थ्योरिटिकल नलेजलाई प्र्याक्टिकलमा चाहिँ तपाईँहरूले एप्लाई गर्नुहुन्छ। ओके, अब यो पिरियडमा चाहिँ तपाईँहरूले त्यो सेटिङमा चाहिँ काम गरिराख्दाखेरि चाहिँ केही गाह्रो पर्यो भने अथवा चाहिँ केही कुराहरूमा चाहिँ हामीसँग हेल्प माग्नु पर्यो अथवा क्वेरिजहरू भइराख्दा चाहिँ हामीले चाहिँ एभ्रिडे नै सुपरभिजनको लागि चाहिँ हामी रेडी छौँ है। एनएसआरसीबाट तपाईँहरूले कल गरेर अथवा भेटेर कसरी हुन्छ हामीले सुपरभिजन गर्छौँ है। फिडब्याक दिने कामहरू चाहिँ एभ्रिडे नै हुन्छ। ठिक छ, सो कसले सोधिराख्नु भएको छ मतलब हस्पिटलमा गर्न मिल्छ भनेर हो। हुन्छ, यदि त्यस्तो सेटिङहरूमा तपाईँ कतै आबद्ध हुनुहुन्छ होइन अनि त्यस्तोमा गर्नुहुन्छ त्यहाँनिर चाहिँ अब काउन्सिलिङको वार्डहरू छ होइन, क्लिनिकहरूमा चाहिँ मतलब स्पेसिफिक काउन्सिलिङ साइको सोसियल काउन्सिलिङहरू हुन्छ, त्यस्तो क्लाइन्टहरू हेर्ने मौका पाउनुहुन्छ भने चाहिँ त्यहाँ इन्टरभेन्सन गर्ने मौका पाउनुहुन्छ भने गर्न मिल्छ। के भन्न खोज्दै हुन्छ रश्मि पौडेलजीले? हस्पिटल क्लिनिकहरू चाहिँ कस्तो हस्पिटल भन्न खोज्नु भएको हो भन्नाले एनी हस्पिटल क्लिनिक मिल्ने हो कि त्यस्तो एनी चाहिँ होइन, जहाँ चाहिँ साइकियाट्रिक सेटिङहरू छ जहाँ काउन्सिलिङ हुन्छ होइन, जहाँ तपाईँहरूले त्यहाँ इन्टरभेन्सन अब्जर्भेसन गर्न पाउनुहुन्छ अथवा केही इन्टरभेन्सन गर्न पाउनुहुन्छ होइन, जस्तो अब अरू पेसेन्टहरू राखेको ठाउँमा चाहिँ होइन। ठिक छ, हजुर त्यहाँनिर चाहिँ सेटिङ चाहिँ त्यो हुनु पर्यो होइन, जस्तो त्यहाँनिर साइकोलोजिस्ट अथवा साइकियाट्रिक्सहरूले काम गरेको ठाउँमा चाहिँ यदि तपाईँहरूले पाउनुहुन्छ भने हस्पिटलमा अब अलिकति हुन त हस्पिटलमै भनेर चाहिँ अलिकति रियरै हुन्छ, तर पनि यदि तपाईँहरूले चिने जानेको ठाउँमा पाउनुहुन्छ भने त्यो पनि एक्सेप्टेबल चाहिँ हुन्छ भन्न खोजेको मैले है। तर स्पेसल्ली फोकस चाहिँ स्कुल, अरू जेराटिक होम अथवा चाइल्ड केयर होम होइन, त्यसै गरेर अरू वडाहरूमा अरू एनजिओहरूमा त्यस्तोमा खोज्दा हुन्छ तपाईँहरूले है। अनि यसको बारेमा तपाईँहरूलाई धेरै क्वेरिजहरू आउन सक्छ होइन, तर यो पढ्दै जाँदाखेरि पनि तपाईँहरूले धेरै नलेजहरू गेन गर्नुहुन्छ। अनि त्यो बेला पनि हामीले ओरिएन्टेसन हामीले तपाईँहरूलाई एकदम क्लियर ओरिएन्टेसन दिएर मात्रै पठाउँछौँ। जस्तो अहिले चाहिँ तपाईँहरूलाई जस्ट फिल्ड वर्कको बारेमा कति के गर्नुपर्छ भन्ने कुरा मात्रै हो, तर त्यतिखेर यत्तिकै पठाउँदैनौँ हामीले, तपाईँहरूलाई रेडी गरेर ओरिएन्टेसनहरू दिएर नै पठाउँछौँ। ठिक छ, त्यसपछि हाम्रो तपाईँहरूको कोर्स सकिसकेपछि चाहिँ इन्टर्नसिपमा जानुभन्दा अगाडि हामीले ओरिएन्टेसन दिन्छौँ। त्यो बेलासम्म तपाईँहरूले धेरै स्किल्सहरू लर्न गरिसक्नुहुन्छ होइन, रोल प्लेहरू गर्ने टुल्स टेक्निक्सहरू धेरै लर्न गर्नुहुन्छ। सो अहिले नै त्यो धेरै आत्तिहाल्नु चाहिँ पर्दैन। ठिक छ, सेटिङको लागि यति नै छ है त अहिले फिल्ड वर्कको बारेमा भन्नुपर्ने चाहिँ।
अनि म्याम जब गर्नेहरूले चाहिँ छोड्नुपर्छ हो त्यो इन्टर्नसिप गर्नको लागि चाहिँ? होइन, तपाईँहरूले म्यानेज गरेर गर्न सकिहाल्नुहुन्छ नि, त्यस्तो जबै छोड्नुपर्छ चाहिँ हामीले भन्दैनौँ। जस्तै हामीले अनलाइन पनि गर्न मिल्छ, कुनै अब स्कुलबाट अथवा हस्पिटलबाट अनलाइन गर्नुहोस् न भन्यो भने चाहिँ? ए अनलाइन त मिल्दैन, अनलाइन चाहिँ मिल्दैन है। तपाईँहरूले टाइम मिलाएर अब एभ्री डे भ्याउनुहुन्न पनि भने पनि अलिकति टाइम मिलाएर त्यो त्यो पिरियडमा चाहिँ सक्ने गरी कहिलेकाहीँ अब एकातिर बिदा मिलाएर अर्कोतिर अलि धेरै आवर गर्न पनि सक्नुहुन्छ, आवर पुर्याउनलाई चाहिँ त्यसरी गर्न सक्नुहुन्छ। अनि हामीले त्यो सेटिङ्स चाहिँ भेटेन भने भनेको कुनै पनि ठाउँै भेटेन भने इन्टर्न गर्नको लागि? त्यस्तो एकदमै गाह्रै पर्यो, ठाउँै भेट्नु भएन भने चाहिँ अफिसले पनि सकेको सहयोग चाहिँ हामीले त्यो बेला गर्छौँ है। र त्यतिखेर तपाईँहरूले ओरिएन्टेसनहरू पाउनुहुन्छ। अहिले त्यसको लागि धेरै धेरै आत्तिनु चाहिँ पर्दैन, मतलब कहाँ गर्ने, के गर्ने, कसरी गर्ने भनेर चाहिँ त्यो बेलासम्म धेरै स्किलहरू लर्न गरिसक्नुहुन्छ। हस्, अरू केही क्वेरिजहरू छ? समीपजीले केही भन्न खोज्दै हुनुहुन्छ जस्तो छ। हजुर हजुर, म चाहिँ अहिले प्रोफेसनली टिचिङै गरिरहेको छु। मेरो मोस्ट अफ द टाइम त स्कुलमै स्पेन्ड हुन्छ, तर मेरो आफ्नै क्लासेसको कारणले त्यो लिजर टाइमहरू खासै हुँदैन क्या। त्यसलाई चाहिँ मैले कसरी चाहिँ अब ह्यान्डल गर्ने, किन भन्दा मेरो भनौँ न नर्मली मन्डेदेखि वेन्सडे अल डे क्लासेस, अनि बाँकी लिजर टाइममा लेसन प्लानिङ कपी चेकिङ गर्दा गर्दै विक जान्छ क्या। अनि त्यो सिचुएसनमा अब त्यसलाई कसरी मैले अब इन क्लास गर्न त मिल्दैन, त्यस्तो इस्युलाई चाहिँ कसरी अब ह्यान्डल गर्ने? हजुरले यो क्लास चाहिँ अनलाइन लिनुहुने हो? होइन न, स्कुलमै पढाउँछु म। होइन नि, यो साइकोसोसियल यो सेसन त अनलाइन हो मेरो फुल्ली। अब हुन त यसको लागि अझै टाइम चाहिँ बाँकी नै छ होइन, तर अब कसरी हुन्छ टाइम मिलाएर यो हाम्रो 160 आवर्स चाहिँ पुऱ्याउनु पर्छ। अब तपाईँले अब सकेसम्म त्यहाँ केही इन्टरभेन्सन गर्न पाउनुभयो भने त त्यो टाइममा तपाईँले इन्टरभेन्सन गरेर पनि पुऱ्याउन चाहिँ सक्नुहुन्छ होइन, स्कुलमै पनि। हजुर, तर अब के गर्नुभयो भनेर त फेरि हामीले यो लगबुकहरू डेली लगबुकको हामीले फर्मेट दिन्छौँ, अनि डेली लगबुक पठाउनु पर्छ, अनि विकली रिपोर्ट पठाउनु पर्छ। सो गर्नुपर्ने कामहरू चाहिँ फेरि अब गर्नै पर्ने हुन्छ सर। हजुर, जस्तो अब एउटा कुरा त्यसमा सोधिहालेँ, जस्तो मैले चाहिँ एउटै ठाउँमा नगरेर मल्टिपल ठाउँमा गरेर एडअप गर्न मिल्छ होला नि त होइन। जस्तो मैले अब विकमा स्कुलमा थोरै टाइम दिएँ, अनि मेबी विकेन्ड्समा मैले वडासँग कुरा गरेर त्यो टाइम दिएँ, अनि मेरो अर्को ठाउँमा त्यसरी एडअप गरेर गर्न मिल्छ मिल्दैन? अब यस्तो हामीले सकेसम्म चाहिँ एउटै सेटिङमै गर्नु भनेर भनेको छ है। यहाँ पवन सरले पनि केही तपाईँलाई हेल्प गर्नुहुन्छ होला। म नमस्ते सम्पूर्णलाई, मेरो नाम पवन पौडेल। म म्यानेजमेन्टको पार्ट हेर्छु टोटल्ली, अनि म लेक्चरर पनि हो। लको विद्यार्थीलाई सोसियोलोजी, बिजनेसको विद्यार्थीहरूलाई सोसियोलोजी, अनि मेरो 2टा मास्टर्स हो, अनि मेन्टल हेल्थको अथवा साइकोलोजीको करिकुलमहरू पनि हेर्छु। यो कोर्समा चाहिँ के छ भन्दाखेरि मेनली एउटै सेटिङमा काम गर भनेको छ, कम्युनिटी बेस्ड भएर काम गर। हस्पिटल सेटिङमा भन्दा पनि तपाईँहरूको निड चाहिँ कम्युनिटीमा हो। कम्युनिटी मेन्टल हेल्थ प्रोफेसनल चाहिँ करिकुलमले डेभलप गर्न खोजेको हो। गर्न चाहिँ अब हाम्रो फर्स्ट ब्याचको स्टुडेन्टहरूले अहिले पाटन हस्पिटलमा पनि गरिराख्नु भएको छ होइन। फेरि पाटन हस्पिटलमा इभन साइकोलोजिस्टहरूले अथवा हामीले गर्ने बेलामा पनि महिनौँ कुर्नुपर्ने पनि हुनसक्छ, नपाइने होइन, तर तपाईँहरूले अलिकति दुःख गर्नुपर्ने हुनसक्छ। तर यो कोर्स चाहिँ कम्युनिटीको लागि बनाएको खासमा। त्यो हुँदै गर्दाखेरि चाहिँ कम्युनिटी सेटिङमा गर्दा राम्रो, सबैभन्दा राम्रो त नगरपालिकाहरूमा राम्रो। किन भन्दाखेरि हजुरहरूलाई पछि त्यही जब प्लेसमेन्टको लागि एकदम इजी हुन्छ। अहिले चाहिँ नगरपालिका हरेक जसो नगरपालिकाहरूले चाहिँ साइकोसोसियल काउन्सिलरहरू हायर गर्नुहुन्छ, अनि यो टाइमिङको पार्टमा पनि इस्यु भइरहेको थियो। जस्तै हजुरहरूको डेली टाइम मिल्दैन भने बिहान 2 घन्टा साँझ 2 घन्टा गरेर गर्न सकिन्छ कि होइन, त्यसलाई कन्सिडर गरौँला एउटा पार्ट। अनि अर्को के पनि क्वेरी थियो भन्दा तपाईँहरूले भेट्नु भएन भन्ने पार्टमा पनि, जस्तै एउटा कुरा त हामी तपाईँहरूलाई नै इम्पावर गर्छौँ खोज्नको लागि, भेट्नको लागि, कसरी त्यहाँ गएर अप्रोच गर्ने, अनि उहाँहरूलाई के बेनिफिट हुन्छ तपाईँहरूलाई त्यहाँ एज अ इन्टर्न राख्दै गर्दा भन्ने कुरा। यदि तपाईँहरूले भेट्नु भएन भने चाहिँ अर्गनाइजेसनले डेफिनेटली हेल्प गर्छ त्यो पार्टमा। नभए अर्गनाइजेसनको लेटर हामीले तपाईँहरूलाई सेयर गरिदिन्छौँ। यहाँ सबैजना अनलाइनकै हुनुहुन्छ, अफिस आउन मिल्ने भयो भने भ्यालीमै हुनुहुन्छ भने लिन मिल्यो, नभए चाहिँ हामीले थ्रु मेल त्यो अर्गनाइजेसनलाई पठाइदिने कि तपाईँलाई पठाइदिने, त्यो लेटर लिएर जाँदै गर्दाखेरि चाहिँ तपाईँहरूलाई कुनै पनि त्यस्तो प्रब्लम चाहिँ अराइज हुँदैन।
त्यो गर्दा पनि भएन भने चाहिँ हामी आफै यो सेटिङमा गएर यो ठाउँमा गएर यसरी यसरी काम गर्न सकिन्छ भनेर पनि भनिदिन्छौँ। किनभने टन्नै डिस्ट्रिक्टहरूमा चाहिँ हामीले आफैले प्रोग्राम गरिसकेको छौँ, सर्टेनमा नपुगेकोमा पनि हामी लिङ्केज चाहिँ गरिदिन सक्छौँ। यो भयो भने चाहिँ आई थिङ्क जस्तै सरको टिचिङको केसमा अथवा अनलाइन चाहिँ मिल्दैन, अघि प्रसिद्धजीले सोध्दै हुनुहुन्थ्यो जस्तो लाग्छ। तर मेनली कम्युनिटीलाई टार्गेट गर्नु होला। अनि भेट्नु भएन भने अर्गनाइजेसन इज अलवेज देयर फर यु, त्यो पार्टमा पनि क्लियर हुँदा हुन्छ। अनि अर्को भनेको तपाईँहरूको टाइमिङ ट्याक्क मिल्दैन भने चाहिँ साँझ बिहान अरेन्ज गर्ने हो कि अथवा स्याटरडे फ्राइडे अब कुन बार बढी मिल्छ त्यसरी पनि अगाडि बढ्न चाहिँ सकिन्छ। रश्मिजी के सोध्दै हुनुहुन्थ्यो? सरिताजीले चाहिँ सोध्नु भएको होला। सरिताजी सरिताजी के सोध्दै हुनुहुन्थ्यो? सबैजनालाई नमस्ते। नमस्ते म्याम। त्यो हस्पिटलको पार्टमा ओसिएमसी हुन्छ नि, ओसिएमसी हाम्रो ओसिएमसी त्यो मिल्छ? ओसिएमसीमा गर्दाखेरि हुन्छ हस्पिटलमा? होइन, धेरै हस्पिटलहरूले एक्सेप्ट गर्नुहुन्छ, तर वी प्रिफर तपाईँहरू कम्युनिटी सेटिङमा बढी काम गर्नुभयो भने भन्न खोजेको। इभन पार्टनमै गरिराख्नु भएको छ हाम्रोबाट यहाँ के अरे क्लासेस लिएकोले नहुने चाहिँ होइन, पार्टनमै काम गरेको क्लिनिकल साइकोलोजिस्ट आज प्रेजेन्ट हुनुहुन्न अञ्जन सरले पनि तपाईँहरूको क्लास लिनुहुन्छ। अनि गर्न नमिल्ने होइन, तर प्रिफर चाहिँ कम्युनिटी सेटिङमै गर्नु, किन भन्दा पछि हायरिङको चान्स पनि बढी हुन्छ होइन। त्यो तपाईँले नगरपालिकामा 1 महिना 1.5 महिना काम गर्नुभयो, त्यो हुँदै गर्दा नगरपालिकालाई बेनिफिसियल फिल भयो भने त दे विल ट्राई टु हायर यु नि त। अनि त्यो पनि त्यसरी पनि माइन्ड मेकअप गराउँछ। रिहेबिलिटेसन सेन्टरमा गर्दाखेरि अलिकति सजिलो हुन्छ कि पछि उनीहरूले हायर गर्ने चान्स छ कि, त्यसरी पनि सोचेर काम गऱ्यो भने सजिलो होला। अर्गनाइजेसनले त लेटर दिन्छ नि? हामी लेटर प्रोभाइड गर्छौँ म्याम हजुरहरू इन्टर्नसिप जानुभन्दा अगाडि, अनि त्यो लेटर लिएर जान सक्नुहुन्छ हजुरहरू। अरू केही कसैको केही थियो? यहाँ मेसेज आएको छ, हामीले एट द एन्ड अफ द कोर्स गरिहाल्नु पर्ने हुन्छ कि क्यान बी डु आफ्टर सम टाइम भनेर सागरजीले सोध्दै हुनुहुन्छ। टाइम तपाईँहरूले लिन पाउनुहुन्छ। अगाडि चाहिँ गर्न नमिल्ने हो, पछाडि चाहिँ तपाईँहरूले टाइम लिन पाउनुहुन्छ। तपाईँहरूलाई इन्टर्नसिप भन्दा अगाडि हामीले टन्नै स्किल बेस्ड ट्रेनिङ तपाईँहरू 10 डेज सबैलाई हामीले अवेर गरेका छौँ। काठमाडौँ बाहिर हुनुहुन्छ भने पनि 10 डेजको लागि चाहिँ काठमाडौँ आउनुपर्ने हुन्छ। 1-1.5 महिनाको कोर्सलाई हामीले 4-5 घन्टा 6 घन्टा गराएर भनौँ न 10 दिन लगातार गराउँछौँ। त्यसमा सके जतिको छुट्टी पार्ने कोसिस चाहिँ गर्छौँ, तर केही दिन तपाईँहरूले आफ्नो जबको ठाउँमा चाहिँ बुझाएर। अनि त्यो पार्टमा पनि हामीले कसरी तपाईँहरूलाई हेल्प गर्न सक्छौँ भन्दाखेरि, तपाईँले स्कुलमा काम गर्दै हुनुहुन्छ भने स्कुलले चाहिँ एउटा स्किल मेन पावर त खोज्छ, अथवा एउटा काउन्सिलिङ जानेको मान्छे त उनीहरूको लागि पनि बेनिफिसियल हो। अनि स्कुलहरूलाई पनि हामीले लेटर चाहिँ यहाँबाट पठाइदिन्छौँ, तर त्यो ट्रेनिङहरू चाहिँ तपाईँहरूले छुटाउन मिल्दैन। त्यो पार्टहरूमा चाहिँ त्यसरी कन्सिडर गर्न सकिन्छ। तपाईँहरूले पछि लिन मिल्छ है, मैले कन्क्लुड चाहिँ त्यसरी गरेँ। तपाईँहरूले टाइम लिएर अलि पछाडि लिन्छु भन्न पायो। निशाजीले पनि केही भन्न आँट्दै हुनुहुन्छ जस्तो लाग्यो मलाई। हेलो सर, बाई एनी चान्स होइन, मैले जस्ट अ क्वेसन, बाई एनी चान्स हाम्रो जस्तो 160 आवर्स भन्नुभएको छ होइन, अनि जब होल्डर्सलाई हेरेर चाहिँ होइन, बाई एनी चान्स 160 आवर्सलाई अलिक कन्सिडर गरेर घटाउन मिल्ने चान्सेस हुन्छ कि हुँदैन भनेर चाहिँ त्यही एउटा क्वेसन थियो मलाई। म्याम, तर हामी यसलाई चाहिँ बरु 1 महिना गर्नु 1.5 महिना गर्नु भनेर इन्करेज गर्छौँ, घटाउन चाहिँ अलाउ गर्दैनौँ। हजुरहरूले डेली त्यो कति आवर गर्नुभयो, के गर्नुभयो सब्मिट गर्नुपर्ने हुन्छ। हामीले सुपरभाइजर पनि तोकिदिन्छौँ पछि। अनि त्यो हुँदै गर्दा कम चाहिँ नसोच्नु, किन भन्दा त्यही नै हो कि सिक्ने। यो हामीले टिचरले मात्रै पढाएर सिक्ने भन्ने त हुँदैन। फिल्डमा गएर काम गर्दै गर्दा कति धेरै डाउट आउँछ, त्यो चाहिँ तपाईँले सुपरभाइजरलाई भन्नुहुन्छ यस्तो पो रहेछ, म त आज यो गल्ती गरेर आएछु भन्ने हुन्छ। भोलि गएर सचाउन मिल्ने गल्तीहरू हुन सक्छन् नि त। अनि त्यो हुँदै गर्दाखेरि चाहिँ फिल्डलाई चाहिँ मेरो पार्ट अफ लर्निङ हो भनेर हेर्नु होला। त्यसलाई कसरी घटाउने भन्दा पनि कसरी मिलाउनेतिर जान सकियो भने। नो वरिज, थ्याङ्क यू। मैले चाहिँ जेनरली त्यही जब होल्डरलाई अलिकति अप्ठ्यारो पर्ने हो कि भनेर क्वेसन सोधेँ। नो वरिज, थ्याङ्क यू सो मच। थ्याङ्क यू। थ्याङ्क यू। अरू केही छ? सुजाता म्यामले भन्दै हुनुहुन्थ्यो, मैले लिएँ छु, सरी। हजुर, केशवजीले पनि के भन्दै हुनुहुन्छ? जस्तै मैले दिनभर 8 आवर काम गरेर उसमा गएँ इन्टर्नको लागि, तर मैले चाहिँ 1 घन्टा मात्र चाहिँ त्यो एक्चुअल काम गरेँ। अनि काउन्ट गर्ने कि नगर्ने 160मा त्यो 7 आवर्स एक्स्ट्रा होइन। तपाईँले त्यही भएर हामीले 1 महिना भन्छौँ। 1 महिना गर्दै गर्दाखेरि चाहिँ तपाईँहरूकोमा मानौँ
के अरे 1 घन्टा एउटा क्लाइन्ट मात्रै हेर्नुभयो अथवा एउटा मान्छेसँग मात्रै भेट्नुभयो भने पनि त्यसलाई काउन्ट चाहिँ किन भन्दा तपाईँले काम त त्यही गरे क्लाइन्ट पाउनु भयो भने त्यो डिफिकल्ट कुरा हो होइन त्यसमा चाहिँ बरु त्यही समयमा अरू यही फिल्डसँग रिलेटेड जस्तै अब मेरो यति एउटा मात्रै सेसन छ अथवा एकजनासँग मात्रै आज म भेटिरहेको छु भने अब तपाईँ ट्रेनिङ दिन सक्नुहुन्छ कि स्कुलहरूसँग कुरा गरेर मेन्टल हेल्थ ओरिएन्टेसन त दिन पाइयो नि त सर्टिफिकेट दिनुभन्दा अगाडि त्यो ओरिएन्टेसन मात्रै भने टिचर्सहरूलाई राखेर त्यस्तो त्यस्तो सेसनहरू पनि गर्दाखेरि चाहिँ बेनिफिसियल हुन्छ त्यो पनि काउन्ट हुन्छ 160 मा हजुर त्यो पनि काउन्ट हुन्छ अरू केही छ कसैको हजुर म एउटा क्वेसन गर्छु पवनजी अब यो इन रिगार्ड्स 160 आवर्स भन्नुभएको छ 6 आवर्स अघि फेरि यहाँ कुरा आउँदाखेरि अनलाइन गरेको पर्पस नै कि हुन्छ नि जब 9 to 5 लाई चाहिँ त्यसले त्यो आफ्टर जब आवर्स पनि गर्न सकोस् भनेर 6 आवर्स भन्नुभयो अब म त एकदम रिलेटिभली एकदमै नयाँ छु काउन्सिलिङको लागि अहिले सुन्दै पनि 6 आवर्स एभ्री डे फर 1 month भनेको एटलिस्ट पनि एकजनालाई 1 आवरकै टाइम दिने भने 6 जना त काउन्सिलिङ गर्नै पर्यो होइन सो त्यो हिसाबले चाहिँ योभन्दा अगाडिको ब्याचहरूले यो प्रोभाइडेड उनीहरू जब होल्डर हो भने यसमा कुनै च्यालेन्जेस फेस गरेको छ कि त्यो 1 month भन्दा एक्सटेन्ड भएको छ कि कस्तो हुन्छ जेनरली बिकज मैले पनि अहिले 9 to 5 काम गर्दाखेरि चाहिँ 6वटा तपाईँले भन्नुभएको जस्तो मर्निङ र आफ्टरनुनमा 3 जना गर्दाखेरि पनि एकदमै टाइट स्केड्युल हुन्छ यो आइडियली आई मिन अपरेसनली हेर्दाखेरि त एकदमै गाह्रो नै लाग्छ त्यो 160 आवर्स पुऱ्याउन तर मेबी तपाईँहरूको पहिलाको कस्तो एक्सपिरियन्स छ प्रोभाइडेड 9 to 5 जबहरू छ भने एकचोटि त्यो के रेलेभेन्सहरू एकचोटि राखिदिनुहुन्छ कि पहिला चाहिँ जस्तै हामीले 6 घन्टामा 6वटा क्लाइन्ट हेर्छौँ भन्ने माइन्डसेट चाहिँ नराखौँ किन भन्दा एउटै क्लाइन्टलाई 2 घन्टा पनि लाग्न सक्छ अनि अघि प्रसिद्धाजीले पनि सोध्नु भएको थियो 8 घन्टा गऱ्यो एउटा मात्रै क्लाइन्ट आयो भने गर्ने कि नगर्ने त्यही भएर हामीले मन्थली भन्न खोजेको चाहिँ कहिलेकाहीँ आउँदैन क्लाइन्ट अनि त्यसलाई आएन भने पनि त तपाईँले टाइम त इन्भेस्ट गर्नुभएको छ होइन त्यो हुँदै गर्दाखेरि हामीले त्यसलाई काउन्ट गर्छौँ अनि 6 घन्टामा 6वटा क्लाइन्ट आउँछ भन्ने तरिकाले पनि नहेरौँ अनि बिहान साँझ तपाईँहरूले म एक महिनामा भ्याउँदिनँ तर म 3 घन्टा गर्छु भन्नुहुन्छ भने पनि हामीले त्यसलाई एक्सेप्ट चाहिँ गर्छौँ किन भन्दा तपाईँहरू काम पनि गर्दै हुनुहुन्छ यता क्लास पनि लिँदै हुनुहुन्छ होइन म 2 घन्टा गर्छु तर 2 महिनासम्म 3 महिनासम्म गरेर पुऱ्याउँछु भन्नुहुन्छ भने पनि त्यसलाई चाहिँ एक्सेप्ट गर्न चाहिँ सकिन्छ अनि क्लाइन्ट यति समयमै आउला भन्ने तरिकाले चाहिँ हामीले अथवा त्यसरी नहेरौँ भन्न चाहे मैले सो त्यसले यो मैले यो टाइम इन्क्रिज गर्नु भनेको मेरो सर्टिफिकेसनमा डिले मात्र हुनु हो त्यो चाहिँ त्यो कन्सिक्वेन्स त्यो मात्र भएन मेरो सर्टिफिकेसन मैले 1 monthमा गरेँ भने सर्टिफिकेसन टाइममा आउने भयो मैले जति त्यसलाई लम्बाएँ त्यो अनुसारले मेरो सर्टिफिकेसन त्यतिले डिले हुँदैछ अब क्वान्टिटी ओभर क्वालिटी नै भयो होइन हजुर हो म्याम हो सर्टिफिकेटको लागि रस नगर्दा राम्रो अनि हामीले तपाईँहरूलाई त्यो ट्रेनिङको पनि छुट्टै सर्टिफिकेट पनि दिन्छौँ अनि तपाईँहरूलाई हामीले सुसाइडको चाहिँ दिँदैनौँ तर पिएफएको चाहिँ एउटा फ्री सेसनहरू पनि दिन्छौँ त्यो अनलाइनै भयो भने अनलाइनै लिँदा भयो तपाईँहरू युका भ्यालीमा हुनुहुन्छ भने फिजिकल्ली आउँदा पनि भयो त्यो पार्टमा पनि त्यसको नै हामी छुट्टै सर्टिफिकेसन प्रोसेसमा जान्छौँ त्यो हुँदै गर्दा ट्रेनिङहरू चाहिँ नछुटाउनु होला अनि अहिले मेरो पार्ट आउँछ थोरै अब हामी यो अहिलेलाई के अरे फिल्डमा कसरी काम गर्ने वाला पार्टमा केही क्वेरी छैन होला है अब के छ हजुर पवनजी मेरो एउटा क्वेसन थियो म डाक्टर निदा श्रेष्ठ नमस्कार सबैलाई नमस्ते हजुर अब रिगार्डिङ हजुरले त्यो फिल्ड ट्रेनिङको भन्नुभयो नि हाम्रो चाहिँ अब हस्पिटल बेसै भएकोले जुन हामीले त अब रेगुलर काउन्सिलिङ सेसन पेसेन्टको इन्फर्मेसन पेरेन्ट्सलाई दिँदाखेरि हुन्छ त्यसमा हाम्रो इन्क्लुड गर्न मिल्छ कि मिल्दैन कि छुट्टै पेरेन्ट्सहरूलाई गर्नुपर्ने अथवा मदर्सहरूलाई गर्नुपर्ने त्यस्तो के हुन्छ त्यसमा काउन्ट हुन्छ कि यस्तो गर्न सकिन्छ म्याम अब जस्तै हजुरको बच्चाको डक्टर है म्याम हजुर हजुर अब काउन्सिलिङ सेटिङमै राखेर तपाईँले त्यो काउन्सिलिङ प्रोसेसमै लान खोज्नु भएको छ भने चाहिँ काउन्ट गर्न सकिएला होइन म्याम नभए अब क्लाइन्ट त हजुरले अब पेसेन्ट भनौँ हजुरको भाषामा पेसेन्टलाई त हजुरले डेली बेसिसमा भेट्नुहुन्छ त्यसलाई काउन्ट गर्दाखेरि चाहिँ यताको कुराहरू प्र्याक्टिस गर्न सकिँदैन नि त किन भन्दा अहिलेसम्म त फरक तरिकाले तपाईँले डिल गरिराख्नु भएको छ होला हुन त फेरि सिकिसके पछाडि अलिकति फरक तरिकाले डिल त हुन्छ तर पनि त्यसलाई सेपरेट गरेर हेर्न पाइयो भने बरु त्यही पेसेन्टहरू अथवा भनौँ न हस्पिटलकै सेटिङमा चाहिँ कसैलाई काउन्सिलिङ निडेड छ भने यति बजीदेखि यति बजीसम्म चाहिँ म असिस्ट गर्छु नि त भनेर भनिदिनु चाहिँ अलिक अझै राम्रो हुन्थ्यो होला भन्ने चाहिँ हाम्रो एक्सपेक्टेसन म्याम ए हाम्रो चाहिँ यस्तो छ एभ्री डे हामीले चाहिँ काउन्सिलिङ सेसनै छुटाएको हुन्छौँ कि
ए लाइक हजुर अपडेट्सहरू दिने अनि हजुर त्यसमा अब उनीहरूको मेन्टल हेल्थ उनीहरूको आफ्नो पर्सनल प्रब्लम होइन सबै हजुर इन्क्लुड हुन्छ कि त्यसमा नट ओन्ली अबाउट द पेसेन्टको अब अवस्था कस्तो छ होइन अब कति इम्प्रुभमेन्ट भइरहेछ भन्दा नि उनीहरूको हामीले आफ्नो पर्सनल इस्युजहरू केले गर्दाखेरि यस्तो भइरहेछ मानसिक अवस्था कस्तो छ मानसिक हेल्थको बारेमा उहाँहरूसँग हामी कुरा चाहिँ भन्छ क्या रेगुलर बेसिसमा सो हजुर क्यान बी इन्क्लुड इन दिस भनेर हो या म्याम यु क्यान अनि सेटिङमा हामी तपाईँलाई फर्मेटहरू प्रोभाइड गर्छौँ त्यो फर्मेटमा बसेर हजुरले जस्तै अहिले जसरी हुन्छ गर्नुभएको छ त्योभन्दा हजुर अलिकति सेटिङ अनि अलिकति फर्मेट चाहिँ जस्तै हामीले केस हुन्छ हिस्ट्रीहरू प्रोभाइड गर्छौँ अब तपाईँले नसोचेको प्रश्नहरू पनि अब सोध्नुपर्ने चाहिँ हुनसक्छ हुन्छ त्यो हुन्छ कुराहरू इन्कर्पोरेट गर्नुभयो भने हुन्छ चाहिँ मिल्छ म्याम ओके ओके हस् थ्याङ्क यू सो मच अनि जस्तै मेरो पार्ट पनि म बिन्दा म्यामले अलाउ गर्नुभयो भने अहिले सकायो भने सजिलो हुन्थ्यो भन्ने जस्तो लाग्यो मलाई किन भन्दा दुई पटक गर्दा एकछिन पर्खौँ होला पवन सर अन्तिमै गरौँ होला है सो सरी थ्याङ्क यू सो मच पवन सर एन्ड थ्याङ्क यू सो मच सुजाता सिटौला म्याम अब हामी अर्को टपिकतिर मुभ अन गरौँ सिग्निफिकेन्स अफ दिस कोर्स यो कोर्सको बारेमा यो टपिकको बारेमा चाहिँ भनिदिनु हुनको लागि म काउन्सिलिङ साइकोलोजिस्ट आदरणीय सोलोमी छेत्री म्यामलाई यहाँ इन्भाइट गर्न चाहन्छु सबैजनालाई गुड इभिनिङ कस्तो हुनुहुन्छ सबैजना आई होप एभ्री वान आर डुइङ फाइन सो थोरै इन्ट्रोडक्सन म आफ्नोबाट पनि दिन चाहन्छु सो मेरो नाम चाहिँ सलोमी छेत्री हो अनि म चाहिँ काउन्सिलिङ साइकोलोजिस्ट प्लस मेन्टल हेल्थ ट्रेनर अनि त्यसको साथसाथै चाहिँ मैले चाहिँ मेरो आफ्नै अर्गनाइजेसन छ आनन्द त्रिदे जहाँ चाहिँ म को फाउन्डरको रूपमा चाहिँ त्यहाँ काम गर्दै आइरहेको छु सो तपाईँहरूको लागि चाहिँ एउटा साइकोसोसियल काउन्सिलिङ भनेको के हो यति धेरै कोर्सेसहरूको बारेमा हामीले छलफल गरिसक्यौँ राइट बट अल्सो द इम्पोर्टेन्सहरू चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो डेली लाइफमा पनि हामीलाई कति कुराहरूमा तनाव भइरहेको हुन्छ राइट फर इक्जाम्पलको लागि सानो कुरा पनि हाम्रो लागि कस्तो तसक्क हुन्छ नि कसक्क हुन्छ नि जस्तै फर इक्जाम्पल तपाईँ एक्जामको लागि प्रिपेयर गरिराख्नु भएको छ अरूसँगै तपाईँ रिजेक्ट हुनु भइहाल्यो भने अथवा मान्छेहरूले तपाईँलाई नराम्रो भन्ला कि कति कुराहरूको थट्सहरू आउँछ नि त सो त्यो सबै कुराहरूमा चाहिँ हामी एउटा एक प्रकारले हेर्दाखेरि चाहिँ साइकोसोसियल काउन्सिलिङ चाहिँ एकदमै इम्पोर्टेन्ट छ कि अब हामीले त अघि नै रोहिणी म्यामले पनि भन्नुभयो साइको भनेको के हो सोसियल भनेको के हो होइन यो किन इम्पोर्टेन्ट छ भन्ने कुराहरूमा चाहिँ अब अस्तिको बेलाको टाइममा भूकम्प पनि आयो राइट मेनी पिपल वेयर गन थ्रु अ लट राइट ट्रमेटिक इभेन्ट्सहरू थियो त्यो टाइमहरूमा तर म आफै पनि त्यो भूकम्पको उसमा जाँदाखेरि चाहिँ कस्तो फिल भएको थियो भन्दाखेरि चाहिँ त्यो जुन घरमा जाँदाखेरि आफ्टर अ लङ टाइम मलाई त्यो हबिली जस्तो लागेको थियो कि भूत बङ्गला जस्तो लागेको थियो कि नजाउँ जस्तो डर लागेको थियो होइन त्यतिखेर त हामी एकदमै त्यो ट्रमेटिक इभेन्टमै थियौँ नि त हो त्यो बेलाको टाइमहरूमा साइकोसोसियल काउन्सिलिङहरू भइ नै रहेको थियो होइन सो यो यस्तो यस्तो सिचुएसनहरूमा पनि चाहिन्छ जस्तै फर इक्जाम्पलको लागि अस्ति न यो हाम्रो चुनाव गर्दाखेरि पनि घन्टीमा हान्ने कि तारामा हान्ने कि कहाँ हान्ने त भनेर फ्यामिलीमा पनि त्यो कति धेरै कुराहरूको डिस्कसनहरू भएको थियो नचाहँदा नचाहँदै तारामा हालियो नचाहँदा नचाहँदै घन्टीमा हालियो होला झैझगडा भएको थियो होला राइट सो यस्तो यस्तो कुराहरूले गर्दाखेरि नै हामीलाई कस्तो गाह्रो हुन्छ नि त जहाँ चाहिँ हामीले आफ्नो डिसिजनहरू लिन सक्दैनौँ नि त सो हामीलाई त यदि गाह्रो हुन्छ भने अन्य कति मान्छेहरूलाई जसलाई चाहिँ एकदमै गाह्रो भइरहेको छ राइट सो यो किसिममा पनि साइकोसोसियल काउन्सिलिङ चाहिँ इम्पोर्टेन्ट छ भन्ने कुराहरू चाहिँ रहन्छ है अब फर इक्जाम्पलको लागि अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ साइकोसोसियल काउन्सिलिङको यो जुन हाम्रो एरियाजहरू छ हामी कहाँ कहाँ काम गर्न सक्छौँ भने फर इक्जाम्पल हस्पिटल्सहरूमा राइट हस्पिटल्सहरूमा पनि एक्ज्याक्टली त होइन तर अब लाइक यो स्मल क्लिनिकल जस्तै अब हस्पिटलमा कति मान्छेहरू आइराख्नुहुन्छ बिरामीहरू आइराख्नुहुन्छ त्यसपछि उहाँहरूलाई त केही न केही कुराहरू भनिदिएर जानुहुन्छ जहाँ चाहिँ अलिकति स्याडनेसहरू आउन सक्छ होइन त्यो सेटिङहरूमा पनि गर्न सकिन्छ त्यसको साथसाथै हामी स्कुलमा पनि गर्न सक्छौँ
स्कुलमा पनि अहिले तपाईँले भ्याकेन्सीहरू हेर्नुभयो भने साइको सोसियल काउन्सिलर भनेर प्रष्ट रूपमा देखाइरहेको हुन्छ, त्यहाँ पनि तपाईँले कामहरू गर्न सक्नुहुन्छ। अथवा डिफ्रेन्ट यो एनजिओ आइएनजिओहरूमा हुन्छ नि साइको सोसियल काउन्सिलरहरू चाहियो भनेर पनि भनिरहेको हुन्छ, त्यो ठाउँहरूमा पनि तपाईँले चाहिँ आफ्नो सिभीहरू गरेर तपाईँले त्यसरी काम गर्न सक्नुहुन्छ। अनि यहाँ यो भन्दै गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ नेपालमा चाहिँ साइकोलोजिस्ट र साइकाट्रिस्ट चाहिँ कम नै हुनुहुन्छ क्या। त्यो कम भएको कारणले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ रुरल एरियाजहरूमा चाहिँ त्यति धेरै चाहिँ मेन्टल हेल्थको बारेमा चाहिँ फैलिएको छैन होइन। अनि हामी आफ्नै आफ्नै जिल्लाहरूमा आफ्नै आफ्नै नगरपालिकाहरूमा आफ्नै आफ्नै गाउँघरमा पनि काम गर्न सक्छौँ नगरपालिकाहरूकोमा गएर साइको सोसियल काउन्सिलिङ यो हो भनेर। अब अहिले भन्ने नै हो भने चाहिँ म कति ठाउँमा मान्छेहरूसँग कुरा गरिरहेको हुन्छु, इभन यही एरियातिर ललितपुरकै एरिया इमाडोकै एरियातिर पनि पिपल दे डोन्ट नो अबाउट द मेन्टल हेल्थ के पिपल दे डोन्ट नो अबाउट द काउन्सिलिङ थेरापी सेसन। अनि हाउ दे ह्यान्डल इट भन्दाखेरि चाहिँ उहाँहरू आफ्नो तनाव यस्तै हो भागेको खेल हो भनेर यसरी गर्नुहुन्छ भनेर भन्नुहुन्छ क्या। सो हामीले काम गर्ने भनेको चाहिँ एउटा अवेरनेस जेनेरेट गर्नुको साथसाथै काउन्सिलिङ थेरापी सेसन्सहरू किन इम्पोर्टेन्ट छ भन्ने त्यो पनि एउटा पार्ट भयो राइट। सो त्यसको साथसाथै अर्को एउटा पार्ट भनेको चाहिँ जस्तै म कहाँ थिएँ भन्दाखेरि चाहिँ यो हाम्रो ओके लेट्स फर्गेट इट, म पछि आउँछु यसमा ऊ भयो भने चाहिँ। सो यही हो काउन्सिलिङ साइकोसोसियल काउन्सिलिङहरू चाहिँ तपाईँले धेरै उयोहरूमा पनि गर्नु पाउनुहुन्छ। अनि एउटा लास्ट पोइन्ट भन्दाखेरि चाहिँ यति मात्रै गरेर पुग्छ त 6 महिनाको ट्रेनिङ मात्रै दिएर पुग्छ त भन्ने कुरामा चाहिँ 6 महिना मात्रै ट्रेनिङ लिएर चाहिँ पुग्दैन। अझ तपाईँहरूले यही फिल्डमा जानु छ मेन्टल हेल्थमा यही काम गर्नु छ भने यु हेभ टु गो मोर लङ्गर, यु हेभ टु बी लाइक हुन्छ नि एकदमै अपडेट भइराख्नु पर्यो है, अपडेट भइराख्नु पर्यो। ट्रेनिङहरू मस्टली ट्रेनिङहरू लिइराख्नु पर्यो, यो भनेको के हो कस्तो टेक्निकले चाहिँ युज हुन्छ भन्ने कुराहरू पनि तपाईँहरूले आफ्नो निरन्तर रूपमा चाहिँ गरिराख्नु पर्यो। र यदि अर्गनाइजेसनमा यो पढिराख्दाखेरि चाहिँ तपाईँहरूले कति कोर्सेसहरू पढिराख्दाखेरि चाहिँ प्लिज ट्राई टु रिफ्लेक्ट यो भनेको के हो कस्तो हो भनेर क्वेसन्सहरू बारम्बार सोधिराख्नुहोस्, एकदम उत्सुक हुनुहोस्, एकदम क्युरियस हुनुहोस्। किनभने एट द एन्ड नलेज भनेको चाहिँ धेरै कुराहरूमा एकदमै चाहिन्छ क्या, त्यो हाम्रो आफ्नो बेटरमेन्ट आफ्नो फ्युचरको लागि हो नि त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ पढ्न थाल्नुहोस्, रिफ्लेक्ट गर्नुहोस्। अनि स्पेसल थिङ अबाउट इज द्याट कि हामीले अरूलाई काउन्सिलिङहरू भन्दाखेरि पनि पहिला आफूमा चाहिँ त्यो बानी बसालौँ। जस्तै स्क्यान यो बडी भन्छ क्या, हामी जस्तै एङ्गर हुँदाखेरि चाहिँ हामी कसरी चाहिँ रिफ्लेक्ट गर्छौँ, हामीलाई कस्तो गाह्रो हुन्छ के गाह्रो हुन्छ, अनि त्यसको साथसाथै चाहिँ हामीले बोल्दाखेरि कसरी बोल्छौँ, हाम्रो कम्युनिकेसन स्किल्सहरू कस्तो छ त्यसलाई चाहिँ प्लिज स्क्यान गर्नुहोस्, मजाले आफ्नो इमोसनलाई प्रोसेस गर्नुहोस्। जबसम्म हामीलाई इमोसन्सहरू प्रोसेस हुँदैन तबसम्म चाहिँ हामीले अरूहरूको बारेमा अरूलाई काउन्सिलिङहरू गर्नलाई हामीलाई गाह्रो हुन्छ। सो यो विदिन 6 मन्थ तपाईँले आफ्नो इमोसनलाई पनि स्क्यान गर्नुहोस्, आफ्नो बडीलाई स्क्यान गर्नुहोस्, क्युरियस हुनुहोस्। अनि धेरै कुराहरूमा चाहिँ बिस्तारै बिस्तारै छिट्टो हुँदैन तर बिस्तारै 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 बेबी स्टेप लिँदै अगाडि बढ्नुहोस्। ओके, सो यति भन्दै म मेरो यहाँको 2 शब्द नै भनौँ म यही राख्न चाहन्छु। एनिवे अल द बेस्ट गाइज एन्ड थ्याङ्क यू सो मच, वेलकम टु द NSRC अर्गनाइजेसन। ओके, बाई बाई। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। अब अर्को सेक्सनमा मुभ अन गरौँ। अर्को टपिक चाहिँ हाम्रो अन्डरस्ट्यान्डिङ सोसल डोमेन एन्ड लिमिटेसन अफ साइकोसोसल प्रोफेसनको बारेमा रहेको छ। र यो टपिकलाई प्रेजेन्ट गरिदिनु हुनको लागि म फ्याकल्टी मेम्बर अफ सेन्ट्रल डिपार्टमेन्ट अफ सोसल वर्क, PU लेक्चरर एन्ड भाइस प्रेसिडेन्ट अफ स्वान सोसल वर्कर्स एसोसिएसन नेपाल आदरणीय गुरु सरोज सरलाई म यहाँ आमन्त्रित गर्न चाहन्छु। धेरै धेरै धन्यवाद विनिताजी। सबैजनालाई गुड इभिनिङ गुड नाइट के भन्छ। म आज भिडियो अन गर्न सक्ने अवस्थामा छैन है, बत्ती छैन अनि यो डेटाबाट चलाइरहेको छु, अँध्यारो छ, झन् दारी एकदम लामो छ, भर्खर क्याम्प गरेर आएको डढेर कालो भएको छु, तपाईँहरू डराउनुहुन्छ। त्यो कारणले गर्दा मैले अहिले चाहिँ भिडियो अन गरिनँ, पछि क्लासहरूमा चाहिँ भिडियो अन गरौँला। म सुरुदेखि जोइन भएको थिइनँ, 8 बजीतिर भर्खर जोइन भएको थिएँ। त्योभन्दा अगाडिको कुराहरू मैले सुन्न पाइनँ, 8 बजीभन्दा पछाडिको कुराहरू एकदमै फ्रुटफुल लाग्यो।
मेरो भन्दा अगाडि प्रेजेन्ट गर्नुभएको सबैजनालाई चाहिँ यो बुझाइदिनु भएकोमा धन्यवाद। धेरैजनाले एकदम राम्रो बुझ्नु भएको छ जस्तो लाग्यो र सबभन्दा खुसी लागेको कुरा चाहिँ टिचिङ फिल्डबाट पनि हुनुहुँदो रहेछ, मेडिकल फिल्डबाट पनि हुनुहुँदो रहेछ, लगायत नर्सिङ फिल्डबाट पनि हुनुहुँदो रहेछ। धेरै ठाउँहरूबाट क्वेसन सोध्दै गरेको देख्दाखेरि चाहिँ यो एकदम खुसीको कुरा हो। अब ठ्याक्कै ट्रेनिङको बारेमा मैले मेरो बारेमा चाहिँ खासै धेरै भनिनँ है। बिन्दाजीले एक लाइनमै सबै कुरा एकै ठाउँ जोडेर भनिदिइसक्नु भएको भएर म चाहिँ टिचिङ गर्छु। स्पेसली मेरो फिल्ड चाहिँ सोसल वर्क हो र अहिले चाहिँ डिपार्टमेन्ट सेन्ट्रल डिपार्टमेन्ट अफ सोसल वर्कमा फ्याकल्टी मेम्बरको रूपमा पनि काम गर्दैछु। यो साइको सोसल ट्रेनिङहरू को बेला बेलामा ट्रेनिङहरू दिन्छु। कुनै कुनै ठाउँमा साइको सोसल ट्रेनिङको बारेमा बोल्नु पर्यो भने बोल्न जान्छु। मेरो मेन फिल्ड भनेको मेरो टपिक भनेको चाहिँ सोसल डोमेनको बारेमा चाहिँ बोल्ने रहन्छ। अब सुरु कहाँबाट गरेँ मैले भने तपाईँहरूको ट्रेनिङको नाम नै साइको सोसियल ट्रेनिङ भएको भएर यसले तपाईँहरूलाई सुरुमै के बताउँछ भने कुनै पनि मान्छेको मानसिक स्वास्थ्य अथवा मानसिक जीवन चाहिँ उसको सामाजिक जीवनसँग जोडिएको हुन्छ भन्छ क्या। सामाजिक जीवनले अथवा हाम्रा सोसल पर्सपेक्टिभ, सोसल लर्निङ, सोसल बिहेभियरहरूले चाहिँ अनि बल्ल हाम्रो अरू मेन्टल हेल्थसँग जोडिने अथवा मेन्टल हेल्थसँग जोडिने बिहेभियरहरूसँग कनेक्टेड हुने भएको भएर कुनै पनि काम गर्नुभन्दा अगाडि त्यो सोसल डोमेनहरू बुझ्नु जरुरी हुन्छ भन्छ क्या। एउटा सधैँ भन्ने एउटा डायलगबाट सुरु गरेँ कस्तो हुन्छ भन्ने कुरा क्या। हामी एउटै मुहानबाट अथवा एउटै ट्याङ्करबाट ल्याएको पानी चाहिँ ल्याएर माथि छतमा चाहिँ त्यो ट्याङ्कीमा चाहिँ खनाउँछौँ होइन। अनि खनाइसकेपछि त्यो पानीको पाइपहरू विभिन्न ठाउँहरूमा जोडेको हुन्छ नि त। अनि भोलिपल्ट बिहान मम्मीले चाहिँ पूजा गर्ने पानी लिएर आऊ त नानी बाबु भन्नुभयो अथवा आफैले पूजा गर्ने ल्याउनु पर्यो भने त्यही पानी हो किचनबाट सारेर ल्यायो भने चाहिँ चोखो हुन्छ किचनको धाराबाट। त्यही पानी फेरि टोइलेटको धाराबाट ल्यायो भने चाहिँ जुठो हुन्छ, चल्दैन क्या। समाज चाहिँ स्ट्रक्चरल्ली, समाज चाहिँ इन्स्टिट्युसनल्ली, समाज चाहिँ रिलेसनसिप वाइज र समाज चाहिँ इन्टरेक्सन वाइज डिफ्रेन्ट हुन्छ भन्छ। समाजमा डिफ्रेन्ट स्ट्रक्चर हुन्छ, समाजमा डिफ्रेन्ट इन्स्टिट्युसनहरू हुन्छन्, समाजमा डिफ्रेन्ट बिहेभियर रिलेसनसिपहरू हुन्छ र इन्टरेक्सन हुन्छ। खास त्यसको उपज हुन्छ। कोही एउटा ब्राह्मण वाला परिवारको मान्छे चाहिँ बाउ र छोरीसँगै बसेर रक्सी खान नसक्लान्। कोही एउटा जात होला जसकोमा चाहिँ बाउले नै छोरीलाई चाहिँ ल आज एक गिलास रक्सी खाम न त भनेर भन्न सक्ला। भनेको समाज फरक हुन्छ र त्यही समाजले हाम्रो मानसिक अवस्था, मानसिक स्वास्थ्य अथवा मानसिकता अथवा मनोविज्ञानलाई चाहिँ विकास गर्छ भन्छ कि। हाम्रो साइकोलोजी डेभलप हुँदै गर्दाखेरि चाहिँ हाम्रा डिफ्रेन्ट सोसियल डोमेन्सहरूको एकदम ठुलो रोल हुन्छ। कोही चाहिँ दुईजना प्यारेन्टहुडले इक्वल समय दिएर हुर्केका बच्चाहरू होलान्। कोही चाहिँ सिङ्गल प्यारेन्टहुड, बुवा चाहिँ विदेश बस्नुहुन्छ अथवा के भन्छ खाडी मुलुकमा काम गरेर आमाले यहाँ हेरेर बस्नुहुन्छ, या आमा इजरायल गएर कमाइराख्नु भएको छ, बुवासँग मात्रै हुर्केको बच्चा हुनसक्छ। भनेको यो साइकोलोजिकल पर्सपेक्टिभ इज नट ओन्ली द साइकोलोजी अथवा नट ओन्ली द ब्रेन, नट ओन्ली द मेन्टल हेल्थ। यी सबै कुराहरूमा हजुर केही कसैले सोध्न खोज्दै हो र होइन होला। अनि त्यो हुँदै गर्दाखेरि चाहिँ त्यो समाजलाई कसरी बुझ्ने भन्ने कुराहरू चाहिँ खासमा यो काउन्सिलिङको पार्टमा चाहिँ समाजका डिफ्रेन्ट पार्टहरू, कस्तो खालको समाज हुन्छ, समाजको स्ट्रक्चर कस्तो हुन्छ, कुन समाजमा जाँदाखेरि त्यसलाई मेन्टल हेल्थको इस्युजहरू मान्ने, कुन समाजमा जाँदा ती मेन्टल हेल्थ इस्युज नहुन सक्छन् भन्ने खालको कुराहरूको बारेमा बुझ्नको लागि चाहिँ खास यो सोसल डोमेन चाहिँ यसमा इनपुट गरिएको छ। अनि अर्को मेन कुरा भनेको चाहिँ खासमा कुनै पनि कोर्स पढ्दाखेरि चाहे त्यो एकदम नै हाइली एप्लाइड सोसियल साइन्स होस् अथवा हाइली एप्लाइड साइन्स होस् अथवा एकदम थ्योरिटिकल साइन्स होस्, कुनै पनि सब्जेक्ट पढिराख्दाखेरि चाहिँ पढ्ने मान्छेहरूले, लर्नरहरूले चाहिँ माइन्डमा के राख्नुपर्छ भने
मैले यो पढिसके पछाडि म चाहिँ एकदम जादुगर जस्तो अथवा म्याजिसियन जस्तो मैले कहीँ गएर छुन्छु अथवा काम गर्छु अनि त्यहाँ टक्कै निको बनाउँछु अथवा कम्प्लिटली प्रब्लम सल्भ गर्छु त्यस्तो खालको मान्छे बन्न सक्छु भन्ने खालको सोचेर मात्रै काम गर्नु चाहिँ हुँदैन। त्यस्तो पनि बन्ने हो, भोलि तपाईँले सुने बित्तिकै अथवा तपाईँ बोल्ने बित्तिकै फ्याट्टै सबै कुरा निको हुन सकोस्, त्यो झन् बेटर। तर यसले के भन्छ भने कुनै पनि सब्जेक्ट पढ्दै गर्दाखेरि चाहिँ तपाईँको सबैभन्दा ठुलो पर्सेप्सन आफूले सेल्फ पर्सेप्सन, सेल्फ मोटिभेसन, सेल्फ इन्सपिरेसन चाहिँ के लिनुपर्छ भने कुनै पनि समाजमा हुने व्यवहारका दुईवटा पक्ष हुन्छन्। एउटा पक्ष भनेको चाहिँ त्यस्तै व्यवहारले समाजलाई भोलि असर गर्छ भने ती व्यवहारहरूलाई रोकथाम गर्ने भन्छ के। रोकथाम गर्ने भनेको प्रिभेन्सन गर्ने। तपाईँको खोलामा बाढी जान्छ भनेर अथवा बाढी गएपछि मान्छेलाई बगाउँछ डुबाउँछ भनेर जसरी सुकुम्बासी टोल अथवा बस्ती हटाए जस्तै गरेर प्रिभेन्सन पछि हुन सक्ने सम्भावित समस्याहरूलाई कसरी प्रिभेन्सन गर्ने, त्यहाँ भएका समाजसँग कसरी काम गर्ने, ती समाजलाई कसरी त्यो समस्यामा आउन नदिने भन्ने पर्सपेक्टिभबाट पनि काम गर्नुपर्छ भन्ने सोच्नुपर्छ एउटा चाहिँ। अनि बल्ल त्यसपछि दोस्रो पक्षमा मात्रै अथवा दोस्रो पर्सपेक्टिभ दोस्रो अवस्थामा मात्रै के हो भने भइसकेका समस्याहरूलाई समाधान गर्ने हो भन्छ क्या। साइकोसोसियल काउन्सिलिङको मेजर मोटो अथवा मेजर अब्जेक्टिभ नै के हो भने प्रिभेन्सन इज बेटर देन एक्सिडेन्ट भन्छ क्या। प्रिभेन्सन इज बेटर देन क्योर पनि होइन, प्रिभेन्सन इज बेटर देन एक्सिडेन्ट भनेको चाहिँ समस्या आएपछि समाधान गर्छु है भनेर भन्नुभन्दा समस्या नै आउन नदिनु चाहिँ बेटर हो भन्छ क्या। समस्या आयो भने चाहिँ समाधान हुन्छ भन्नेको ग्यारेन्टी हुँदैन, समस्याको समाधान हुन सक्छ नै है भनेर ग्यारेन्टी दिन सक्ने अवस्था चाहिँ इभन मेडिकल साइन्समा पनि हुँदैन क्या। मेडिकल साइन्सले समेत के भनेर पठाउनुहुन्छ डाक्टर साहबहरूले भने यो औषधि 7 दिन खानुहोस्, निको भएन भने फेरि आउनुहोस् भनेको त कन्फिडेन्स भएन नि त, ग्यारेन्टी भएन नि त, त्यो रोगको यही नै हो समाधान हो उपचार हो भन्ने। त्यसैले समाजमा भएका कुनै पनि समस्याको ठ्याक्कै जादु मन्तर गरेको जस्तो गरेर यो गरेपछि यो फर्मुलाले चाहिँ फ्याट्टै समाधान हुन्छ भन्ने चाहिँ हुँदैन क्या। यो चाहिँ ल्याबमा पानी बनाएको जस्तो अथवा एटम बम बनाएको जस्तो होइन। यही क्लासरुममा पनि आज धेरै टिचरहरूले प्रेजेन्टेसन गर्दै गर्दाखेरि सबैजनाले एउटै चिज बुझ्नु भएको छैन नि त। सबैजनाले एउटै चिज नबुझ्नको पछाडि विभिन्न कारणहरू छ। तपाईँको ब्याकग्राउन्ड होला, तपाईँको कल्चर होला, तपाईँको सोसाइटी होला, तपाईँको छुट्टै अकुपेसन होला, तपाईँको एजुकेसन स्ट्यान्डर्ड होला, तपाईँले पढेका डिफ्रेन्ट कुराहरू होला, तपाईँका विभिन्न फ्यामिलीमा हुने इन्टरेक्सन होला, तपाईँको आइडियोलोजी होला, तपाईँको धर्म होला, तपाईँको कास्ट होला, तपाईँको जेन्डर होला। यी सबै कुराहरूले गर्दाखेरि तपाईँले बुझेको कुरा जसरी फरक परेको छ, समाजमा बस्ने मान्छेहरूले पनि त्यो समस्यालाई बुझ्ने। कसको माइक अन छ हो? कसैले त्यो माइक अफ गरिदिन मिल्छ हो? सरिता शर्माजीको अन छ जस्तो लागिरहेछ मलाई। अनि त्यो कारणले गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ कम्तीमा त्यो समाजमा भएका विभिन्न ठाउँमा बसेका मान्छेहरू अथवा एउटै समाजमा बसेका पनि विभिन्न पहिचान भएका मान्छेहरूलाई चाहिँ विभिन्न फरक फरक खालको अन्डरस्ट्यान्डिङ हुनसक्छ र त्यही अन्डरस्ट्यान्डिङमा उनीहरूले बिहेभ गरेको हुनसक्छ। अब बिहेभियरलाई चाहिँ खास गरेर डाइरेक्ट मेन्टल हेल्थमा लगेर इलनेस, वेलनेस, एबनर्म्यालिटी अथवा साइकोसिस, न्युरोसिस, मेन्टल इलनेस यी सबै चिजहरूसँग जोड्नुभन्दा अगाडि हामीले 3टा पर्सपेक्टिभबाट बुझ्छौँ भन्छ क्या। एउटा पर्सपेक्टिभ पछि म क्लास पढाउने बेलामा पनि यो कुराहरू भनौँला, तर तपाईँहरूलाई यो सोसल डोमेन किन इम्पोर्टेन्ट हुन्छ, स्पेसली साइकोसोसियल काउन्सिलिङमा तपाईँ साइक्रेटिस्ट भएको भए, साइकोलोजिस्ट भएको भए के हुन्थ्यो र साइकोसोसियल काउन्सिलिङ भन्दा के हुन्छ भन्ने कुरालाई मात्रै बुझाउनलाई म थोरै जोडिहालेँ। तपाईँको समाजले एउटा पर्सिभ गरे हुन्छ, एक्सपेक्ट गरेको व्यवहार हुन्छ, जसलाई चाहिँ हामीले सोसियल बिहेभियर भन्छौँ होइन। सबैजनालाई एक्सपेक्ट गरिरहेको हुन्छौँ क्या, यो मान्छेले यो गरिदिए हुन्थ्यो, यो केटाले यो गरिदिए हुन्थ्यो, केटीले यो गरिदिए हुन्थ्यो, बाले यो गरिदिए हुन्थ्यो, आमाले यो गरिदिए हुन्थ्यो, नेताले यो गरिदिए हुन्थ्यो भनेर जुन एक्सपेक्ट गरिन्छ, समाजको मेजोरिटी पपुलेसनले एक्सपेक्ट गरेको व्यवहारलाई चाहिँ हामीले सोसियल बिहेभियर भन्छौँ। त्यसपछि तपाईँको कुनै त्यस्तो व्यवहार हुन्छ समाजको मेजोरिटी पिपलहरूले चाहिँ त्यसलाई एक्सपेक्ट गरे हुन्न, मेजोरिटी पिपलको अनएक्सपेक्टेड बिहेभियर हुन्छ, तर इट्स हार्मलेस क्या, अरूलाई हार्म गरे हुन्न। जस्तै नर्मल्ली कोही पनि नरिसाउनु होला, आइडियोलोजिकल्ली कोही कोही पोलिटिकल पार्टीमा हुनुहुन्छ होला, मैले यो दिँदै गरेको इक्जाम्पललाई नेगेटिभली नलिदिनु होला।
जस्तै अहिले एक थरी सोकल्ड युथहरू अथवा जेनजीहरूले चाहिँ कोही एउटा एमाले भन्यो भने त्यसलाई अनसोसियल मान्छ क्या। एमाले हुनु नै गलत त होइन नि त, तर कोही मान्छे एमाले हुँदाखेरि मेजोरिटी पिपलले झोले भन्छ अथवा कुनै एउटा टर्म दिएर त्यसलाई नराम्रो भनिदिन्छ। त्यति बेला म एमाले हो भनेर कसैले गर्वले भन्न नसक्ने भनेको कोही एमाले हुनु हार्मलेस हो, कसैलाई पनि हार्म गर्दैन नि त। एमाले हुन पाउने मेरो अधिकार हो, तपाईँको अधिकार हो, जसले पनि हुन पाउँछ। तर एउटा मेजोरिटी पिपलले त्यसलाई चाहिँ प्रब्लम मानिदिन्छ क्या। ओहो अहिले पनि एमाले छ र भनिदिन्छ भनेपछि त्यसलाई के भन्छ, अनसोसियल भन्छ। फेरि यही इक्जाम्पल कहीँ पनि नदिनु होला, यो बुझाउनलाई मात्रै भने हो। त्यसपछि अर्को चाहिँ कस्तो हुन्छ भने अनएक्सपेक्टेड बट हार्मफुल हुन्छ क्या। अब चाहिँ हार्म भनेको चाहिँ कसैलाई हार्म गर्ने भनेको आफूलाई हार्म गर्न पनि सक्छ, अरूलाई हार्म गर्न पनि सक्छ, या आफूसँग सम्बन्धित मान्छेहरूलाई हार्म गर्न पनि सक्छ, अथवा असम्बन्धित मान्छेहरूलाई पनि हार्म गर्न सक्छ। त्यसलाई चाहिँ के भनिन्छ, एन्टी सोसियल बिहेभियर भनिन्छ। भनेपछि त कुनै पनि बिहेभियर्सहरू तपाईँको गएर पछि मेन्टल हेल्थसँग साइकोलोजीसँग जोडिने व्यवहारहरू पनि कहाँबाट सुरु हुने रहेछ त भन्दा समाजबाट क्या। जस्तै बच्चा बच्चीले पढेर फर्स्ट भइदिएन अथवा राम्रो पर्सेन्टेज ल्याइदिएन, बाआमा स्याड भयो। हेर्नुहोस् त, एक्सपेक्टेड बिहेभियरबाट गएर साइकोलोजीसँग जोडिँदो रहेछ क्या। भनेको समाजले डिफ्रेन्ट लिमिटेसन्सहरू, डिफ्रेन्ट रेस्ट्रिक्सन्सहरू, डिफ्रेन्ट लेभलहरू, स्टेपहरू अथवा एक्सपेक्टेसनहरू राखिदिँदाखेरि मान्छेहरूले साइकोलोजिकल कहिलेकाहीँ प्रेसर पर्न सक्ने रहेछ। त्यसले मेन्टल हेल्थ इलनेसहरू अथवा मेन्टल हेल्थ इस्युजहरू आउन सक्ने हुन सक्दो रहेछ। त्यो कारणले गर्दा सोसियल बिहेभियरहरू, सोसियल रिलेसनसिपहरू, सोसियल इन्स्टिट्युसनहरू होइन, कसैको चाहिँ सेपरेटेड फ्यामिली होला, कसैको घरमा चाहिँ बाआमाको एकदम धेरै झगडा होला र बच्चाकोमा चाहिँ इस्यु आउन सक्छ भने हेर्नुहोस् त, त्यो स्ट्रक्चर, इन्स्टिट्युसनको स्ट्रक्चरले पनि प्रब्लम पार्ने रहेछ। त्यसैले यी सबै प्रब्लम हुन नदिनको लागि हामीले कसरी प्रिभेन्ट गर्न सक्छौँ त, रोकथाम कसरी गर्न सक्छौँ त भन्दा अवेर गरेर, एडभोकेसी गरेर। अब मैले यो टर्म एकदम किन इम्फेसिस गरिरहेको छु, वाइ केयरतिर म गइरहेको छैन भने तपाईँले पढ्दै गरेको कोर्स इज नट कम्प्लिटली एक्सपर्ट कोर्स। यो एक्सपर्ट कोर्स हो भन्न पाउनुहुन्न तपाईँहरूले। यसलाई के भन्छ, प्यारा प्रोफेसनल कोर्स भन्छ क्या। 6 मन्थको ट्रेनिङ अथवा एभ्री ट्रेनिङ्सहरू है, फेरि संसारमा हुने हरेक ट्रेनिङहरू चाहिँ प्यारा प्रोफेसनल कोर्सहरू हो। प्यारा प्रोफेसनल कोर्स भनेको जब एक्सपर्ट प्रोफेसनल्सहरू अभाइलेबल हुँदैन, एक्सपर्ट प्रोफेसनल्सहरू काम गर्न सक्ने सक्षम हुँदैन, के अरे सङ्ख्यामा क्वान्टिटीको हिसाबले एभाइलेबल हुँदैन, त्यति बेला त्यसलाई सपोर्ट गर्नको लागि। त्यही भएर जहिले पनि यो सुन्नु भएको छ होला, मार्केटमा पनि साइको सोसियल सपोर्ट भन्छ क्या। जहिले पनि हामीले प्रोभाइड गर्ने सर्भिसलाई चाहिँ साइको सोसियल सपोर्ट भन्ने कुरा चाहिँ अघि म्यामले पनि भन्नुभएको थियो। हामीले साइकोलोजिस्टलाई रिफर गर्ने कि साइक्रेटिक डक्टरलाई रिफर गर्ने कि काउन्सिलरकोमा रिफर गर्ने कि भन्ने कुराहरूको बारेमा आइडिया भइराख्नुपर्छ भन्न खोजेको चाहिँ हामी प्यारा प्रोफेसनल भनेको चाहिँ बिगिनर्सहरू हो क्या। बिगिनिङमा हुन सक्ने, जस्तै कोही पनि मान्छेले समस्याको सुरुमै समाधान पायो भने त्यो समाधान चाहिँ चाँडो निको हुन्छ क्या। जस्तै तपाईँहरूले नर्मल्ली अरू बेलामा पनि यो हेल्थकै कुरामा पनि रुगा नै पनि जटिल भइसकेपछि गाह्रो हुन्छ भनेपछि त मेन्टल हेल्थको अथवा साइकोलोजीको अथवा सोसियल प्रब्लम्सहरूको कुरा पनि बिगिनिङमै समाधान गर्नको लागि तपाईँहरूलाई यो म्यान पावरलाई चाहिँ डेभलप गर्ने हो क्या। त्यसैले यो कोर्स एक्सपर्टिजम भन्दा पनि यो कोर्स चाहिँ खासमा स्किलसँग जोडिन्छ। तपाईँहरूले चाहिँ कुनै एउटा आफूसँग भइराखेको प्रोफेसनलिजम अथवा एक्सपर्टिजममा थप्ने एउटा स्किल हो। अब स्किल भन्ने बित्तिकै के बुझ्नुपर्छ भने स्किल सधैँ अरूको लागि काम लाग्छ भनेर मात्रै पनि जोड्ने होइन क्या। स्किल चाहिँ सबैभन्दा फर्स्टमा आफैलाई काम लाग्छ। त्यसैले साइकोसोसियल काउन्सिलिङ चाहिँ लाइफ साइन्ससँग जोडिन्छ। तपाईँको घरमा, तपाईँको बाहिर अरूमा अथवा अरू मान्छेमा समस्या हुनुपर्छ भन्ने छैन नि त। आफ्नै घरमा पनि सामाजिक समस्या र मनोवैज्ञानिक समस्याहरू हामीले कम गर्न सक्यौँ भने सोच्नुहोस् त, अहिले हामी 24 जना छौँ, 24 जनाको घरमा मात्रै समाधान भयो भने पनि त समाजमा त धेरै परिवर्तन हुँदै जान्छ नि त। भनेपछि त थोरैमा पनि के बुझ्नुपर्छ भने यसलाई चाहिँ मैले पढेको कोर्स, म भोलि यसबाट जागिर खाने हो, योबाट यति धेरै पैसा कमाउने हो भन्नेवाला सोच
पनि हुनसक्छ, त्यो राख्न पनि पाइयो, त्यो राख्नै पाइँदैन भन्न खोजेको चाहिँ होइन। तर त्योभन्दा इम्पोर्टेन्ट चिज चाहिँ के हुन्छ भने तपाईँले यो कोर्स पढिसकेपछि चाहिँ सबैभन्दा फर्स्टमा प्यारा प्रोफेसनलको रूपमा आफूलाई परिवर्तन गर्नुहुन्छ, आफूलाई केही न केही चेन्ज ल्याउनुहुन्छ, आफ्नो परिवारमा तपाईँ चेन्जेस ल्याउने प्रयास गर्नुहुन्छ, इम्प्रुभमेन्ट ल्याउने प्रयास गर्नुहुन्छ, या सबभन्दा ठुलो कुरा चाहिँ आफ्नो परिवारमा, आफ्नो वरिपरि, आफ्ना साथीभाइसँग, आफ्नो कलिगसँग, आफू काम गर्ने ठाउँमा अथवा आफ्ना छोराछोरीले काम गर्ने पढ्ने ठाउँमा अथवा कोही अरू ठाउँमा आफन्तहरूको ठाउँसम्ममा यस्ता खालका समस्या आउनको लागि रोकथाम गर्न चाहिँ सक्नुहुन्छ, रोकथाम प्रिभेन्सन गर्न सक्नुहुन्छ भन्ने मान्यता लिएर चाहिँ खासमा यो ट्रेनिङ लिने हो। अनि यति जानिसकेपछि चाहिँ अघि म्यामले चाहिँ साइको सोसियल र बायो डोमेनको तिनटै कुराहरू गरिसक्नुभयो। बायोलोजिकल डोमेन अभियसली त्यसमा पछि कुरा नै भइहाल्छ, साइकोलोजिकल डोमेन आफ्नो ठाउँमा छँदैछ, त्यसले पनि कुरा गरिहाल्छ। तर स्पेसल्ली बिगिनिङ चाहिँ कहाँबाट गरिन्छ अथवा कहाँबाट हामीले बुझ्नुपर्छ भने हामी जे छौँ, हामी जुन अवस्थामा छौँ, आज जुन जुन चिज हाम्रो माइन्डमा छ, जुन जुन लर्निङ छ, जुन कल्चर छ, जुन पर्सेप्सन छ, जुन बिहेभियर हामीले देखाउँछौँ, यी सबै कुराहरू चाहिँ हाम्रा समाजका उपज हुन् है। हाम्रो समाजले बनाएका डिफ्रेन्ट टाइप्स अफ के भन्छ रुल्सहरू छ, नर्म्सहरू छ, भ्यालुजहरू छ। ती नर्म्स, भ्यालुज, रुल्सहरू अथवा ती मोरल्सहरूलाई, ती इथिक्सहरूलाई बिर्सेर अथवा त्यसलाई चाहिँ रङ बनाएर कल्चरल्ली एभ्री वान इज रङ भन्ने खालको प्रुफ गरेर यसलाई चाहिँ सुधार्न सकिन्छ भन्ने पर्सपेक्टिभबाट चाहिँ सोच्नुहुन्न। हामीले चाहिँ खासमा यी सबै हाम्रा त्यही उपज नै हुन्। म अहिले जुन भाषामा बोलिरहेको छु यो भाषा पनि मेरो समाजको उपज हो। त्यसैले हामीले जे गरिरहेको छौँ, मैले जुन तरिकाले कम्युनिकेट गर्छु, जुन तरिकाले तपाईँले सुन्नुहुन्छ, जुन तरिकाले तपाईँहरूले अहिले यो कोर्सको आवश्यकता महसुस गर्नुभएको छ, यो पनि समाजकै उपज हो होइन। तपाईँको समाजमा साइको सोसियल काउन्सिलर जरुरी छ अथवा भ्याकेन्सी देख्नु भएको छ, स्थानीय तहहरूले त्यो भ्याकेन्सी अनाउन्स गरिरहेको छ, त्यो ठाउँमा मान्छे देख्नु भएको छैन, तपाईँको आफ्नो टोल छरछिमेकमा अहिले हरेक बच्चामा ग्याजेटको एडिक्सन अथवा अलिकति एडल्टमा गएपछि स्मोकिङको एडिक्सन, त्योभन्दा माथि गएपछि एभ्री यो के भन्छ एडल्टहुडमा पुगेकाहरूमा चाहिँ यो अल्कोहलको प्रब्लम अथवा यति धेरै रिलेसनसिप इस्युजहरू तपाईँले आफ्नो वरिपरि जे देख्नु भएको छ त्यसले तपाईँलाई के कुरामा लग्यो भने यो कोर्स एकदम जरुरी छ है, यो बुझ्न जरुरी रहेछ भनेपछि त हरेक चिजको उपज चाहिँ के को रिजन हो, के छ ब्याकग्राउन्डमा भन्दा समाज छ, समाजभित्रका इन्स्टिट्युसनहरू छन्, समाजमा विभिन्न खालका संस्थाहरू छन्, बिहे भन्ने संस्था होला, धर्म भन्ने संस्था होला, फ्यामिली भन्ने संस्था होला, स्कुल होला, कलेज होला, शिक्षा होला, स्वास्थ्य होला, यी संस्थाहरूको के भन्छ उपजले हामीले केही सिकिरहेछौँ। हाम्रा स्ट्रक्चरहरू छन्, हाम्रा स्ट्रक्चरमा कोही प्याट्रियार्कल स्ट्रक्चरभित्रको छौँ होला, कोही म्याट्रियार्कल स्ट्रक्चरभित्रमा छौँ होला, कुनै स्ट्रक्चरहरू एकदमै के भन्छ म्याट्रिक्स स्ट्रक्चरमा होला। जुनसुकै स्ट्रक्चरमा होस् त्यो स्ट्रक्चरले नै हामीलाई केही न केही कुराहरू सिकाएको छ। त्यसपछि हामीभित्र भएका कुन रिलेसनसिपहरू, जुन रिलेसनसिपहरूमा हामी रहन्छौँ त्यो रिलेसनसिपहरूमा जस्तै तपाईँले दिदीलाई अथवा बहिनीलाई खुट्टा लाग्ने बित्तिकै किन ढोग्नुहुन्छ, बाआमालाई खुट्टा लाग्ने बित्तिकै किन ढोग्नुहुन्छ, तपाईँलाई सबभन्दा गाह्रो लाग्ने सब्जेक्टको कपी तपाईँको खुट्टामा खस्यो भने किन ढोग्नुहुन्छ होइन। यी सबै कुराहरू भनेका चाहिँ हाम्रा समाजमा भएका विभिन्न सम्बन्धहरूका उपजहरू हुन् र इन्टरेक्सनको कुरा हुन्छ। कोही मान्छे तपाईँले एकपटक सुरुमै देख्ने बित्तिकै मन पर्दैन, चित्तै बुझ्दैन क्या, त्यो मान्छे न तपाईँ बोल्या हो, न तपाईँको कुनै लिनु छ, न भोलि अंश दिनु छ, केही गर्नु छ, तर पनि मन पर्दैन। कोही मान्छे फर्स्ट साइडमा लभ परिरहेको हुन्छ है, मेरो त क्रस हो, वान साइडेड लभ भयो, फर्स्ट साइड लभ भयो भनिरहेको हुन्छ। भनेपछि यी सबै चिजहरू इन्टरेक्सन कस्तो गरिन्छ, गुड इन्टरेक्सन गरिन्छ, वेल इन्टरेक्सन गरिन्छ कि इल इन्टरेक्सन गरिन्छ भन्ने कुराहरूका उपजहरू हुन्छन्। त्यही भएर नर्मल्ली यी सबै कुराहरूलाई चाहिँ समग्रमा जोडेर तपाईँहरूको साइकोलोजीसँग, तपाईँहरूको मेन्टल हेल्थसँग, तपाईँहरूको बायोलोजिकल हेल्थसँग जोडेर कुनै कुराहरू चाहिँ काम लाग्छ है। भोलि तपाईँहरूले काउन्सिलिङ गर्ने बेलामा स्कुलमा गर्नुहोस् अथवा हस्पिटलमा गर्नुहोस्। अघि एकजना म्याम पेडियाट्रिक डक्टर पनि हुनुहुँदो रहेछ, त्यो बच्चाहरूसँग काउन्सिलिङ गर्दाखेरि अथवा बच्चाहरूसँग फिजिकल
फिजिकल हेल्थमै पनि उनीहरूको सोसियल कन्टेन्टहरू कति धेरै हुन्छ, के खायो, स्कुल जान्छौ कि जान्नौ, तिम्रो चाड कुन पर्वमा, जस्तै एउटा मुस्लिम रहेछ भने उसले चाहिँ हिजो ईदमा केही खाएको थियो कि अथवा तिहारमा केही खाएको थियो कि होइन, यो वाला टर्महरू युज गरिन्छ भने चाहिँ सोसियल फ्याक्टर्सहरू जहाँ पनि जोडिएको हुन्छ, त्यही सोसियल फ्याक्टर्सहरूसँग कसरी डिल गर्ने, कुन वेबाट डिल गर्ने भन्ने कुरामा चाहिँ मेरो टपिक रहन्छ। त्यति धेरै लामो टपिकहरू चाहिँ हुँदैन, तर एकदम इम्पोर्टेन्ट टपिकहरू तपाईँहरूलाई चाहिने जेस्ट कुराहरू चाहिँ हामी क्लासमा दिन्छौँ। बाँकी पढ्ने बेलामा पनि गफ गरौँला, फेरि अहिले सकायो भने त्यति बेला के भन्ने हुन्छ होइन। केही क्वेसनहरू छ भने चाहिँ कुरा गरौँला, नत्र भने मैले मेरा 2-4 हजार शब्दहरू चाहिँ अघि म्यामले चाहिँ 2-4 शब्द मात्रै भन्नुभएको थियो, मैले चाहिँ 2-4 हजार शब्दहरू यहीँ टुङ्गाएको जानकारी गराउँदै माइकलाई चाहिँ फेरि विनिताजीलाई लिन आग्रह गरेँ। धेरै धेरै धन्यवाद सर, हजुरले समाजले यति मिठो तरिकाले बुझाइदिनु भएकोमा। अब हामी अन्तिमतिर आइसकेको छौँ र नेक्स्ट पार्ट एथिक्स एन्ड प्रोफेसनल बााउन्डरिजको बारेमा रहेको छ। यो टपिकमा चाहिँ प्रकाश पारिदिनु हुनको लागि म आदरणीय साइकोलोजिस्ट तथा कलेज लेक्चरर अलिसा अधिकारी म्यामलाई यहाँ निमन्त्रित गर्न चाहन्छु। अधिकारी म्यामले भनिसक्नुभयो। धेरै मेरो बारेमा भन्दा नि कोर्सकै बारेमा अहिले कुरा गर्छु। रात धेरै परिसक्यो, निन्द्रा लाग्न थालिसक्यो होला, सुने हुनु भइसक्यो, त्यही भएर छोटकरीमा भन्छु ल। हामीले साइकोलोजिकल डोमेनका पनि कुरा गर्नुपर्छ। जस्तै व्यक्ति बिचको सोच अलग छ। हरेक व्यक्तिको कुनै पनि समस्यालाई हेर्ने अथवा उनीहरूको जीवनमा आउने समस्याका बारेमा कुरा गर्दाखेरि चाहिँ हामी एउटा व्यक्ति र अर्को व्यक्तिको बिचमा धेरै भिन्नता पाउँछौँ कि समाजलाई हेर्ने तरिका, जस्तै सरोज सरले भनिराख्नु भएको थियो, अलग अलग समुदायबाट आउँछौँ हामी, फरक तरिकाले हुर्केका हुन्छौँ, हाम्रा सोच अलग हुन्छन्, हाम्रो व्यवहारसँग अब कुनै पनि समस्यासँग लड्न सक्ने क्षमता पनि अलग हुन्छ। जस्तै घरमा कसैले मलाई गाली गर्यो भने सायद म त्यसलाई अलिक फरक ढङ्गले लिन सकौँला, तर मेरो भाइ बहिनी छन् भने उनीहरूलाई त्यो कुराले चित्त दुख्न सक्छ होइन। भनेपछि व्यक्ति बिच समस्याहरू अलग हुन्छन्, व्यक्तिका सोच अलग हुन्छन्, भावना अलग हुन्छन्, व्यवहार अलग हुन्छन्। त्यो भनिराख्दाखेरि हामी एज अ काउन्सिलर हामीले बुझ्न पर्ने कुरा चाहिँ एथिक्स हो। सबै व्यक्तिका समस्या अलग छन्। सबै व्यक्तिमा चाहिँ हामीले उनीहरूलाई चाहिँ उनीहरूको सेल्फ रेस्पेक्टलाई सधैँ प्रिजर्भ गर्नुपर्छ। हामीले काम गरिराख्दाखेरि चाहिँ चाहे सानोभन्दा सानो बच्चा होस् या बुढो व्यक्ति हुनुहोस् या कुनै पनि समस्याग्रस्त वातावरणबाट आएका कोही व्यक्ति हुनुहुन्छ, तपाईँलाई चाहिँ उहाँसँग कुरा गर्दाखेरि चाहिँ हामीले रेस्पेक्टका कुरा सधैँ नै फलो गर्नुपर्छ होइन। भाषामा पनि हामीलाई याद गर्नुपर्छ। हामी आफूभन्दा सानोलाई छिट्टै तिमी भनिरहेको हुन सक्छौँ अथवा अलिकति फरक तरिकाले प्रेजेन्ट गरेका हुन सक्छौँ, तर सबै व्यक्तिको आफ्नो एउटा डिग्निटी छ, रेस्पेक्ट छ, त्यसलाई चाहिँ हामीले सधैँ मेन्टेन गर्नुपर्छ। हजुरहरू सबै प्रोफेसनल हुनुहुन्छ, मलाई जहाँसम्म लाग्छ हजुरहरूलाई यो कुराको बारेमा धेरै नलेज पनि छ होला। एज अ काउन्सिलर पनि हामीले बुझ्नुपर्ने कुरा भनेका यो प्रोफेसनमा पनि स्पेसली हामीले रेस्पेक्टका कुरा चाहिँ एकदमै धेरै ल्याउँछौँ। अर्को चाहिँ गोपनीयता। अब हजुरले 6 महिनामा सायद दिनको 20 पटक त यो गोपनीयता भन्ने शब्द सुन्नुहुन्छ होला, कन्फिडेन्सियालिटी। कतिपय कुराहरू यस्ता हुन्छन् जुन एउटा व्यक्तिले तपाईँलाई चाहिँ विश्वास गरेर भनेका हुन्छन्, उसले चाहिँ अरू कसैलाई नभनिदिनु है भनेर भनेका कुरा हुन्छन्। हामी काउन्सिलर भइसकेपछि यो बुझ्नुपर्छ कि सायद म उसको ठाउँमा भएँ र मेरो कुरा कसैलाई चाहिँ अर्को व्यक्तिलाई गरे, व्यक्तिले सुनाए, मैले विश्वास गरेकोले भने मलाई कस्तो महसुस हुन्छ भनेर। सो एथिक्सका कुरा गर्दा हामी गोपनीयतालाई चाहिँ ध्यानमा राख्छौँ है, रेस्पेक्ट गर्छौँ, अटमोस्ट रेस्पेक्ट। किनभने कोही पनि क्लाइन्टले आफूलाई भन्न मन लागेका कुरा खुलेर तपाईँसँग सेयर गर्दा यो बाहिर जान हुँदैन। त्यो भनिराख्दा चाहिँ के हुन्छ भन्दा कहिलेकाहीँ उसको लागि रिस्कको कुरा हुन्छ, उसको लागि हार्मको कुरा हुन्छ, जस्तै सेल्फ हार्मका विषय आउलान् अथवा उसको कारणले गर्दा अरू कसैलाई चाहिँ हानि हुन सक्छ, ओर कुनै पनि सिचुएसनमा चाहिँ उनलाई कुनै किसिमको थ्रेट छ भने यो बेला चाहिँ हामीले गोपनीयता भङ्ग गर्नुपर्ने पनि अवस्थाहरू आउँछन्। तर के बुझ्नु भने
काउन्सिलर भएपछि गोपनीयताको सधैँ ध्यान दिनुपर्छ। हामीले भनेका शब्दले हामीले भनेका कुराले चाहिँ कसैको पनि कुनै पनि क्लाइन्टलाई चाहिँ मानसिक वा शारीरिक रूपमा चाहिँ हानि पुग्न हुँदैन। एथिक्समा प्रोफेसनली यो एथिक्सका कुरा किन जरुरी छ म भन्छु ल। हजुरहरूले डायरी किपिङै गर्नुभयो अरे कोही मान्छेले भनेका कुरा सेसनका कुराहरू लेख्दै जानुभयो भने त्यो चाहिँ कसैको हात नलाग्नु पर्यो। किनभने अर्को व्यक्तिले त्यो कुरा पाइसक्दाखेरि चाहिँ तपाईँबाट उसको गोपनीयता त भङ्ग भयो नि त। त्यो भनेको कुनै पनि व्यक्तिको लागि चाहिँ जिन्दगीभरिको ट्रस्ट पनि जानु हो आफैमा होइन। अर्को याद गर्नु होला हामी कति क्युरियस छौँ के। ह्युमन माइन्ड हो, ह्युमन नेचर हो, हामी कति क्युरियस छौँ नि त। कसैको बारेमा केही कुरा सोद्धाखेरि लौ न सबै थाहा पाउन पाए हुन्थ्यो, सबै भने हुन्थ्यो, केही घटना भयो भने त मलाई सबै थाहा भयो हुन्थ्यो जस्तो महसुस हुन सक्छ। तर प्राइभेसी भन्ने एउटा एथिक्स हुन्छ कि हामीले चाहिँ कुनै पनि व्यक्तिले सेयर गर्न चाहेन कुनै कुरा भने हामीले जबरजस्ती कर लगाउने, फोर्सफुली भन्न लगाउने अथवा भनेको भने गर्न लगाउने चाहिँ त्यो काम पनि हामी गर्दैनौँ। एथिकल्ली हामीले यी कुराहरूमा एकदम ध्यान दिनुपर्छ। हामीले चाहिँ अर्को के याद गर्नुपर्छ त एथिक्समा भन्दाखेरि चाहिँ हामीले युजली हजुरहरू अब प्रोफेसनल हुनुहुन्छ मैले भनिसकेँ। हजुरहरूलाई चाहिँ यसको बारेमा आइडिया पनि हुन्छ होला। के हुँदो रहेछ भन्दा काम गर्ने क्रममा चाहिँ हामीले कतिपय सिनारियोहरूमा चाहिँ क्लाइन्टको सेफ्टी, फिजिकल सेफ्टीका कुरा पनि हेर्नुपर्छ। फिल्डमा काम गरिन्छ नि त। फिल्डमा काम गर्दाखेरि चाहिँ हामी कहाँ बसेर कुरा गरिरहेका छौँ, को हुनुहुन्छ वरिपरि, ती कुराहरूदेखि लिएर अन्य कुराहरू एकदमै याद गर्नुपर्छ। हामीले अर्जेन्ट केसेसलाई छिट्टो रिपोर्ट गर्ने। किनभने हजुरहरू त अब काउन्सिलिङ सेक्टरमा लाग्दै हुनुहुन्छ, तर हामी कम्प्लिटली प्रोफेसनल पुरै डक्टर जस्तो डिल गर्न सक्ने, क्लिनिकल साइकोलोजिस्ट जस्तो डिल गर्न सक्ने त नहोला होइन। तर हामीले यति चाहिँ बुझ्छौँ कि समस्या कहाँनिर छ, कुन समस्यालाई एकदम अर्जेन्टली हामीले चाहिँ रिफर गर्नुपर्ने छ। अरू प्रोफेसनल कहाँ कसरी रिफर गर्ने, कसरी चाहिँ उहाँहरूसँग हामीले यसरी नेटवर्क बनाउने, यी विभिन्न कुरा चाहिँ हजुरले यो कोर्सको दौरानमा बुझ्नुहुन्छ। व्यक्ति बिच फरक हुन्छ व्यवहार भनेको थिएँ मैले। हामीले जजमेन्टल हुन पनि भएन। कहिलेकाहीँ हामीलाई लाग्छ नि हो कस्तो व्यक्ति रहेछ, हामीले नर्मल डे टु डे कन्भर्सेसनमा त ओहो यस्तो व्यक्ति रहेछ, यसैको गल्ती रहेछ भन्ने कति कुरामा हाम्रो दिमागमा आइरहेको हुन्छ। तर याद गर्नु होला हजुरको क्लाइन्ट हजुरसँग मद्दत माग्न आइरहेको हो अथवा हजुरको सहायताले आफ्नो जीवनको समस्या समाधान गर्न आइरहेको हो। त्यही भएर हामीले चाहिँ उहाँहरूलाई जज गर्दैनौँ, जजमेन्ट गर्ने पनि होइन। उहाँ जस्तो हुनुहुन्छ त्यो तरिकाले हामीले उहाँलाई एक्सेप्ट गर्ने, उहाँको समस्या समाधानमा हामीले कसरी मद्दत गर्न सक्छौँ त्यसमा काम गर्ने। हुँदै भएन मैले चाहिँ कुनै पनि हिसाबले यो क्लाइन्टसँग चाहिँ मेरो भनौँ न रिलेसनसिप बनाउन सकिनँ, मैले चाहिँ उहाँसँग खुलेर कुरा गर्न सकिनँ भन्यो भने रिफरल त सधैँ छँदैछ। अर्को याद गर्नु होला प्रोफेसनल बााउन्ड्रिजमा चाहिँ हामीले सोसियल मिडियामा एड गर्ने। हामीलाई कस्तो छिटो हतार हुन्छ, हजुरको क्लाइन्टहरू आउनुभयो भने फोनमा एड गरिहालौँ, फेसबुकमा एड गरिहालौँ, हजुरको आइडी के हो भन्नुहुन्छ। हामीले स्ट्रिक्टली प्रोफेसनल भएर त्यो चाहिँ गर्दैनौँ। किनभने प्रोफेसनल बााउन्ड्रिजहरू मेन्टेन गर्नुपर्छ। क्लाइन्टलाई हाम्रो पर्सनल लाइफसँग इन्भल्भ गराउन थाल्यो भने डुअल रिलेसनसिप हुन्छ, जसले गर्दा हाम्रो हेल्पिङ जुन छ नि रिलेसनसिप त्यसमा असर पर्छ कि। त्यही भएर हामीले चाहिँ एथिकल र प्रोफेसनल बााउन्ड्रिजहरू मेन्टेन गर्दै डकुमेन्टेसन प्रपरली राख्दै होइन, लिगल कुराहरू आउन सक्छ, डकुमेन्टेसन चाहिँ प्रपरली गर्ने, कहाँनिर कहिले कति बेला कुरा भयो, के कुराहरू भयो, यी विभिन्न कुराहरू लेख्ने, कसैको हातमा पर्न नदिने इन्फर्मेसन, क्लाइन्टको बारेमा इन्फर्मेसन आफूसँग राख्ने, कुनै केसमा मात्र रिपोर्ट गर्ने। अनि त्यसपछि नचाहिने कुरा नसोध्ने होइन। त्यसपछि गएर क्लाइन्टको कम्फर्टलाई पनि हेर्ने, क्लाइन्टको रेस्पेक्टलाई पनि ध्यान दिने, क्लाइन्टलाई सम्बोधन गर्ने कुरादेखि लिएर सबै सेफ्टीका कुराहरू हेर्ने। यसरी चाहिँ हामीले एथिकली र प्रोफेसनली काम गर्न सकिन्छ। मैले धेरै भन्न चाहिनँ, एकदम ढिलो भइसक्यो जस्तो लाग्यो मलाई। विनिता म्याम यति भयो। आई थिङ्क हामी यसपछि त सेसनमै यी कुराहरू गर्छौँ होला। हजुरलाई मैले पास गरेँ ल। हुन्छ म्याम, थ्याङ्क यू सो मच म्याम। हामीले यो टपिकको बारेमा पनि पछि फर्दर अझै डिटेलमा लर्न गर्नेछौँ। यसमा के कुराहरू हामीले फलो गर्ने हो होइन, के कुराहरू गर्ने होइन, एज अ साइकोसोसियल काउन्सिलर हाम्रो रेस्पोन्सिबिलिटिज मेन चाहिँ के हो त, हामीले के रोल चाहिँ प्ले गर्छौँ, कस्तो खालको केसेसहरू चाहिँ हामीले रिफर गर्ने हो त, कुन चाहिँ हाम्रो दायरामा आउँछ, कुन चाहिँ हाम्रो दायरामा आउँदैन र कसलाई रिफर गर्ने बारेमा पनि एकदमै डिटेली नै अध्ययन गर्नेछौँ। र अब अन्तिम सेगमेन्ट रहेको छ। अन्तिम सेगमेन्टमा चाहिँ हामीले एक्सपर्टहरूको डिटेलको बारेमा जानकारी पाऊँ
पाउँछौँ, क्लास स्केड्युलहरू के कस्तो छ, अटेन्डेन्स पोलिसीहरू के कस्तो छ, अनलाइन क्लास लर्न गर्दै गर्दाखेरि होइन, यो बारेमा प्रकाश पारिदिनुहुन्न। म एनएसआरसीको म्यानेजिङ डिरेक्टर तथा ट्रेनर र मेन्टल हेल्थ सोसल वर्कर पवन पौडेल सरलाई फेरि पनि यहाँ आमन्त्रित गर्न चाहे। हेलो पवन सर। एकैछिन है। हेलो हेलो, सरी मैले माइकै अफ गर्न बिर्सेछु। हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्कार। मेरो रेस्पेक्टेड टिचरहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि नमस्कार। सम्पूर्ण स्टुडेन्ट्सहरूलाई पनि नमस्कार। म एकदम 5 मिनट्समा कन्क्लुड गर्ने ट्राई गर्छु। म अडिबल छु नि है? हुनुहुन्छ सर। ओके। अब हामीले यो क्लास एटेन्डेन्स चाहिँ सिटिभिटीले पहिला 80% थियो, अहिले 90% छ। अनि त्यो हुँदाखेरि अब तपाईँहरूले पनि त्यो विचार गरेर क्लासहरू चाहिँ सकेसम्म छोड्ने प्रयास नगर्नु होला अथवा नछुटाउनु होला, सो द्याट एटेन्डेन्स पुगेन भने तपाईँहरूको कुन समयमा एटेन्डेन्स पुगेको छैन त्यो क्लासेसहरू फेरि लिनुपर्ने हुन्छ अनि झन्झटिलो प्रोसेस हुन्छ। अनि हामीले एटेन्डेन्सको केसमा एउटा चाहिँ के तपाईँहरूलाई प्रिभिलेज अथवा भनौँ न एउटा के सपोर्ट चाहिँ गर्न सक्छौँ भन्दा तपाईँहरूले छोडेको 10वटा क्लाससम्म चाहिँ हामीले रेकर्डेड लेक्चर प्रोभाइड गर्न सक्छौँ अफ एनी टपिक। तर त्योभन्दा बेसी भयो भने चाहिँ तपाईँले रेकर्डेड लेक्चर हेर्न चाहिँ पाउनुहुन्छ, तर त्यसको एटेन्डेन्स चाहिँ काउन्ट हुँदैन। त्यो कुराहरूमा हामीले ध्यान दिनु पर्यो। अनि अर्को भनेको चाहिँ क्यामेरा अन छैन भने पनि हामीले एटेन्डेन्स आज हामीले जे गरे पनि क्लासेसको ड्युरेसनमा चाहिँ तपाईँहरूको क्यामेरा अन नै हुनुपर्छ। अनि तपाईँहरूको अगाडि चाहिँ भनौँ न पेपर डायरी अथवा केही राख्नु पर्यो, सो द्याट तपाईँले पढाएको कुराहरूलाई पनि नोट डाउन गर्न सक्नुहोस्। अनि अर्को भनेको चाहिँ एक्सपर्टहरूले अल अफ सडन तपाईँहरूलाई केही प्रश्न सोध्नुहुन्छ, जाने पनि नजाने पनि त्यसलाई इन्टरेक्सन चाहिँ गर्नुपर्छ। इन्टरेक्सनको पनि सिटिभिटीले छुट्टै मार्क्स भनेर डिटरमाइन गरेको छ। अनि तपाईँहरू बोलिदिनु भएन भने त्यसलाई पनि हामीले भनौँ न काउन्ट गर्नु अथवा इभ्यालुएट गर्नुपर्ने चाहिँ हुनसक्छ। मेनली एउटा चाहिँ क्यामेरा अफ गर्छु नि त, अफ गरेरै म जोइन गर्छु अनि मेरो एटेन्डेन्स भइरहेछ भन्ने तरिकाले चाहिँ नसोचिदिनु होला। हामी एटेन्डेन्स गर्दैनौँ त्यो पार्टमा चाहिँ है। अनि अर्को भनेको एटेन्डेन्स 90%को कुरालाई पनि ध्यान दिनु होला। अनि यदि तपाईँले केही कारणले मिस आउट गर्दै हुनुहुन्छ भने एडमिनलाई तपाईँहरूलाई ग्रुपमा जसले एड गर्नुहुन्छ, ग्रुप रोशनी म्याम हुनुहुन्छ, उहाँलाई चाहिँ तपाईँहरूले प्रि इन्फर्म गर्नु होला आजको क्लासमा यो कारणले मिस गर्दैछु भन्ने हिसाबले। त्यही अनुसारमा म्यामले रेकर्डेड लेक्चरहरू प्रोभाइड गर्नुहुन्छ। म्याक्सिमम् 10वटा क्लासेससम्मको चाहिँ, त्योभन्दा बेसी चाहिँ हामी प्रोभाइड गरे पनि एटेन्डेन्स गर्दैनौँ। अनि अर्को भनेको असाइनमेन्टहरू हुन्छ, त्यो पार्टमा पनि हामीले इभ्यालुएट गर्नुपर्ने हुन्छ। त्यही भएको भए तपाईँहरूले असाइनमेन्ट धेरै हुँदैन, हामी बुझ्छौँ तपाईँहरू बिजी हुनुहुन्छ, तर थोरै कुराहरू जसले गर्दा पढाउन सजिलो होस्, तपाईँहरूलाई बुझ्न सजिलो होस्, रिफ्लेक्सन रियलाइजेसन गर्न सजिलो होस्, त्यो कुराहरू पनि हामीले भनौँ न तपाईँलाई दिएको कुराहरू गर्नुपर्ने हुन्छ। अर्को म एक्सपर्टहरूमा पनि सरसर्ती जान्छु। आज फ्यु एक्सपर्टहरू प्रेजेन्ट हुनुहुन्छ, फ्यु एक्सपर्टहरू प्रेजेन्ट हुनुहुन्न। मेनली हामीले 3टा डोमेन अनुसार एक्सपर्ट छुट्टाएको छौँ। बायोलोजिकल डोमेन डक्टरले हेर्नु पर्यो, हामीसँग एमडी साइकेट्रिक डक्टरहरू हुनुहुन्छ। अरू अघि रुजा श्रेष्ठ म्यामले तपाईँहरूलाई अवेर गराउनु भयो, उहाँले तपाईँहरूको कोर्स हेर्नुहुन्छ। अनि डक्टर कञ्चन हुनुहुन्छ, सी इज अल्सो साइकेट्रिक डक्टर। अनि त्यस पछाडि डक्टर सुजाता हुनुहुन्छ, अनि डक्टर अक्षत आचार्य हुनुहुन्छ, उहाँहरूले चाहिँ मोर ओभर बायोलोजिकल डोमेन कभर गर्नुहुन्छ। अनि साइकोलोजिकल डोमेनमा चाहिँ हामीले काउन्सिलिङ हो कि क्लिनिकल पार्ट हो त्यो अनुसार डिफ्रेन्सिएट गरेका छौँ। मोर ओभर क्लिनिकल पार्टहरू मोस्टली चाहिँ हाम्रो अञ्जन सर, अनि त्यस पछाडि अलिसा अधिकारी म्याम अनि अप्सना म्यामले कभर गर्नुहुन्छ भने काउन्सिलिङ पार्ट चाहिँ हाम्रो सन्तोष आचार्य सर अनि सलोमी म्याम अनि त्यस पछाडि रोहिणी साई म्यामले चाहिँ कभर गर्नुहुन्छ। सोसियल डोमेन अलमोस्ट लगभग सबै जसो नै हाम्रो सरो सरले कभर गर्नुहुन्छ। फिजिकलमा चाहिँ थोरै क्लासेसहरू म लिन्छु, तर अनलाइनमा चाहिँ लिँदिनँ। त्यो हुँदाखेरि चाहिँ लगभग सबै क्लासेस हाम्रो सरो सरबाट लिन पाउनुहुन्छ। अनि आई थिङ्क त्यो नै एउटा राम्रो पार्ट हुनसक्छ, किन भन्दा सर टियुदेखि लिएर विभिन्न युनिभर्सिटिजहरूमा क्लासेस गेस्ट लेक्चरको रूपमा लिइराख्नु भएको छ। मैले एक्सपर्टको पनि सरसर्ती जानकारी दिएँ तपाईँहरूलाई। अनि केही कुराहरू बुझ्नु भएन, केही कुराहरू अप्ठ्यारो लाग्यो अथवा एक्सपर्टलाई सेयर गर्न डिफिकल्ट लाग्यो भने चाहिँ
तपाईँले चाहिँ एडमिनलाई खबर गर्न सक्नुहुन्छ। अझै प्रब्लम भयो भने चाहिँ सिधै मलाई भन्दा पनि हुन्छ। अनि यो सबै क्राइटेरिया 90% एटेन्डेन्स, अनि त्यस पछाडि तपाईँको त्यो ट्रेनिङको बेलामा एटलिस्ट 9 days प्रेजेन्स, अनि तपाईँहरूको ओजिटी, अनि तपाईँहरूको इक्जामिनेसन, अनि तपाईँहरूको क्लास एक्टिभिटिज, अनि असाइनमेन्टको बेसिसमा चाहिँ हामीले सर्टिफिकेटहरू प्रोभाइड गर्नुपर्ने हुन्छ। अनि तपाईँहरूको त्यो सबै रेकर्ड चाहिँ हामीले सिटिभिटीलाई बुझाउनु पर्ने हुन्छ। त्यो भएको भएर अब हामीले तपाईँहरूलाई चाहँदै पनि सर्टिफिकेट दिन सक्दैनौँ। अनि अर्को किन पनि दिन सक्दैनौँ भन्दा हामी यही मेन्टल हेल्थ सेक्टरमा डिफ्रेन्ट अहिले मात्रै पनि हामी 100वटा बढी स्कुलहरूसँग अथवा नगरपालिका सबै जोडेर त्यसरी काम गरिरहेको छौँ। अनि हामीले यही फिल्डमा काम गर्ने, यही फिल्डमा सिरियसली नलाग्ने व्यक्तिलाई सर्टिफिकेट दिन हामी आफै पनि अनइथिकल हुन्छौँ। त्यो पार्टमा चाहिँ तपाईँहरू अर्गनाइजेसन चाहिँ एकदमै स्ट्रिक्ट छ, सर्टिफिकेट पाइहालिन्छ भन्ने तरिकाले चाहिँ नहेरिदिनु होला। अनि एकदमै भनौँ न लाइक आफैलाई रिफ्लेक्ट गर्दै एज अघि सलोमी म्यामले भने जस्तै आफैलाई रिफ्लेक्ट गर्दै करिकुलमलाई अगाडि बढाउनु भयो, प्रश्नहरू सोध्नुभयो, सोसाइटीसँग रिफ्लेक्ट गर्नुभयो भने चाहिँ एकदमै लाइफ चेन्जिङ कोर्स हो होइन। नट जब पर्सपेक्टिभबाट मात्रै पनि आफ्नै इमोसन बुझ्न सजिलो हुन्छ, अथवा आफ्नो रिलेसनसिप किन के कस्तो समस्याहरू किन अराइज भएको रहेछ भन्ने कुराहरू पनि थाहा हुन्छ। मोर ओभर कुराहरू यति नै हो। तपाईँहरूलाई केही प्रश्न छ भने म प्रश्न लिन्छु, नभए सबैलाई एकमुष्ट रूपमा धन्यवाद दिँदै हामी मिटिङलाई चाहिँ यहीँनिर एन्ड गर्छौँ। केही छ कसैलाई सोध्नुपर्ने? मेरो चाहिँ एउटा रिक्वेस्ट छ, जस्तै ट्रेनिङ चाहिँ हाम्रो शनिबार र आइतबार जस्तै फुल डे पार्दै नै हुन्छ, तर शनिबार आइतबार गरिदिनु भयो भने चाहिँ हामीलाई इन्टर्नसिपको लागि छुट्टी लिन चाहिँ सजिलो हुन्छ। अब फिजिकल भ्यालीभित्र भएकोलाई चाहिँ हामी तपाईँहरूलाई त्यसरी नै एरेन्ज गरौँला। भ्याली बाहिरको केसमा चाहिँ के हुन्छ भन्दाखेरि उहाँहरू रेगुलर आएर ट्रेनिङ सकाएर जान सजिलो हुन्छ। अब कोही झापाबाट हुनुहुन्छ त्यस्तो, अथवा महाकालीतिरबाट पनि हुनुहुन्छ, टाढा टाढाको केसमा चाहिँ हामी लगातार 10 दिन ट्रेनिङ गराउँछौँ। त्यसरी छुट्टी पार्छौँ सकेसम्म। भ्यालीभित्र हुनुहुन्छ भने हामीले फिजिकल ब्याचसँग तपाईँहरूलाई इन्कर्पोरेट गरेर उहाँहरूसँग लिन मिल्छ, स्याटरडे सन्डे पारेर अथवा छुट्टीको दिनहरू पारेर। हुन्छ त्यसरी अरेन्ज जेस् हामीलाई चाहिँ सजिलो होस्। हुन्छ तपाईँहरूले हामीले त्यो तपाईँहरूलाई लकसिट अथवा केही एउटा पठाउँछौँ जसमा हजुरहरूलाई कुन डेजहरू अथवा कन्टिन्युस सजिलो हुन्छ कि अनि लाइक भनौँ न यो स्याटरडे सन्डे गरेर सजिलो हुन्छ। अनि यो सेसनको टाइम चाहिँ 8 बजेदेखि 10 बजे हुन्छ मोस्टली। कुनै कुनै दिन अब जस्तै एक्सपर्टहरूको टाइम अथवा केही कारणले चाहिँ थोरै अगाडि पछाडि हुने भयो भने हामीले तपाईँहरूलाई प्रि इन्फर्म गर्छौँ। धेरै अगाडि पछाडि हुँदैन, 7 to 9 हुनसक्छ म्याक्स टु म्याक्स, अथवा 7:30 to 9:30 हुनसक्छ, अथवा 5-10 मिनट ढिलोबाट सुरु हुनसक्छ। त्यो पार्टहरूमा चाहिँ हामीले तपाईँहरूलाई खबर गर्छौँ, प्रि इन्फर्म गर्छौँ टाइमिङहरूको कुरामा चाहिँ। अरू केही प्रश्नहरू? यो फिजिकल क्लासेस चाहिँ कहिलेदेखि स्टार्ट हुन्छ? अब यो विक नै स्टार्ट हुन्छ, स्याटरडे सन्डे नै हुन्छ कि त्यो होइन, अलिकति हामीले सबै यो जस्तै अब काउन्सिलिङको कुराहरू सबै थ्योरिटिकल्ली पढिसके पछाडि अनि बल्ल त्यसरी हामीले प्लान गरेर हजुरहरूलाई प्रि इन्फर्म गर्छौँ। अहिलेदेखि नै सुरु हुँदैन, एटलिस्ट 2 देखि 3 महिना सुरु हुँदैन म्याम। हजुर, क्लास चाहिँ मन्डेदेखि फ्राइडे नै हो हजुर। कुनै कुनै दिन चाहिँ अलिअलि सेड्युलहरू चेन्ज हुनसक्छ, एक्सपर्टहरूको टाइम नभ्याउने अथवा क्लाइन्टहरूको व्यस्तताले गरेर, नभए चाहिँ जेनरली चेन्ज हुँदैन। अनि मैले तपाईँहरूलाई अर्को अवेर गर्नुपर्ने पार्ट चाहिँ जस्तै हामीले डिफिकल्ट भए पनि एउटा के ट्राई गरेका छौँ भन्दा एउटा टपिक अथवा एउटा च्याप्टर एउटा एक्सपर्टलाई दिइसके पछाडि त्यो नसकाउने बेलासम्म चाहिँ हामीले अर्को एक्सपर्टको क्लास चाहिँ राख्दैनौँ सकेसम्म है। कहिलेकाहीँ चाहिँ मानौँ न जे पनि हुनसक्छ। अब मेन्टल हेल्थ प्रोफेसनमा हुनुहुन्छ, क्लाइन्टको सिभियरिटी अनुसार क्लास लिएर बस्छु म क्लाइन्टलाई हेर्दिनँ भन्न पनि मिल्दैन। तर नभए चाहिँ हामीले के एउटा ट्राई गरेको छ भन्दा सन्डे एउटाले पढाएको छ, मन्डे ट्युसडे अर्कोले पढाएको छ, त्यस्तो गर्दाखेरि तपाईँहरूलाई बुझ्न गाह्रो हुनसक्छ। त्यो भएको भएर एउटा टपिक एकजना एक्सपर्टले सकाइसके पछाडि मात्रै हामी अर्को टपिकमा जान्छौँ। अनि त्यही अनुसार तपाईँहरू प्रिपेयर हुनु होला भने, त्यो भयो भने तपाईँहरूलाई बुझ्नलाई सजिलो हुन्छ भनेर। अरू केही छ हाम्रो प्रश्नहरू? यही कमिङ मन्डेबाट तपाईँहरूको क्लास सुरु हुन्छ। अनि अर्को चाहिँ मैले लाइक तपाईँहरूलाई भन्नुपर्ने पार्ट चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि
6 मन्थ सकिने बेलासम्म पनि स्टुडेन्टलाई अझै धेरै सिक्न मन लागिरहेको हुन्छ। अब हामीले करिकुलममा आखिर टोटलमा 4वटा युनिट थियो, हामीले 5वटा युनिट बनाएको छौँ। 7 देखि 8वटा एडिसनल च्याप्टरहरू थपेका छौँ सिटिभिटीले दिएको करिकुलममा पनि। अनि त्यो हुँदाखेरि 6 महिना त उस्तै पऱ्यो भने करिकुलम सकाउनै लाग्न सक्छ। त्यो पार्टमा पनि अलिकति प्रिपेयर हुनु होला। अनि कहिलेकाहीँ चाहिँ अझै सिक्न पायो भन्ने इच्छाले गर्दाखेरि चाहिँ थोरै सिक्यो कि भन्ने लाग्छ। जति सिक्नुहुन्छ, जति करिकुलमले दिएको छ त्योभन्दा हामी धेरै दिने ट्राई चाहिँ गरिरहेको छौँ। तर अब लिमिटेसन पनि त हुन्छ, यो त कहिले पनि लर्निङ भनेको त लाइफ लङ प्रोसेस हो। अनि तपाईँहरू मेन्टली करिकुलममा भएको कुरा उहाँहरूले प्रपरली दिनुहुन्छ, एडिसनल पनि दिनुहुन्छ। तर सधैँभरि पढ्न पाए हुन्थ्यो भन्ने इन्टेन्सन पनि देख्यौँ कि हामीले। अनि त्यो चाहिँ अलिकति पोसिबल नहुन सक्छ। गाइड चाहिँ गर्छौँ, तर एडिसनल अझै गर्नलाई चाहिँ डिफिकल्ट हुन सक्छ भन्न खोजेँ मैले। केही छ अरू कसैको? एनिथिङ? क्यामेरा अनलाई चाहिँ एकदम प्रायोरिटी दिनु है, नबिर्सिकन, नभए एटेन्डेन्स हुँदैन। अगाडि पेन र पेपर राख्नु होला। क्वेसन एकदम ओपनली एक्सपर्टहरूलाई सोध्नु होला। अनि एक्सपर्टले सोधेको क्वेसनहरूलाई पनि तपाईँहरूले एन्सर गर्नु होला, मिले पनि नमिले पनि है त। फिजिकल क्लासेस चाहिँ तपाईँहरूको त्यो मैले ट्रेनिङको पार्ट चाहिँ हामीले 4 देखि 5 घन्टा, त्यो 1 महिना बराबरको ट्रेनिङ जस्तो गराएको छौँ। तर हामीले अब यता 2 घन्टा लिन्थ्यो भने त्यता 4 देखि 5 घन्टा गरेर 10 दिनमा चाहिँ हामीले त्यसरी तपाईँहरूलाई स्किल थ्योरिटिकल पार्टले मात्रै पुग्दैन भनेर त्यसरी लगातार 10 दिन जस्तो चाहिँ गराउँछौँ। अनि यही बेलामा मैले तपाईँहरूलाई भन्न खोजेको अर्को पार्ट चाहिँ यो, जस्तै यो ट्रेनिङको बेलामा चाहिँ हामीले म्याक्सिमम छुट्टी पार्ने कोसिस चाहिँ गर्छौँ। तर सबैको नमिल्न सक्छ होइन। सबै अब 25 जनामा 25 जनाकै एउटै कन्भिनियन्स हुन्छ भन्ने छैन। अलिकति चाहिँ हामीले कम्प्रोमाइज पनि गर्नुपर्ने हुनसक्छ। ठ्याक्क मेरो मिलेन, फेरि अर्कोको मिल्दैन। त्यो पार्टमा चाहिँ तपाईँहरू अलिकति चाहिँ मेरो पढाइको लागि मैले केही कुराहरू छोड्नुपर्छ अथवा केही समय चाहिँ एरेन्ज गर्नुपर्छ भनेर पनि प्रिपेयर हुनु होला। अनि यदि केही गरे पनि मिलेन भने अर्को ब्याचसँग हामीले तपाईँहरूलाई एरेन्ज गरिदिन्छौँ। केही छैन जस्तो छ अहिलेलाई। सबै एक्सपर्टहरू अलिसा म्याम, सुजाता म्याम, सन्तोष सर, बिन्दा म्याम, अनि हाम्रो सरोज सर, सलोमी म्याम, रोहिणी म्याम, सबैलाई थ्याङ्क यू भन्दै हामी इन गर्छौँ है। हामी मन्डेदेखि क्लास सुरु गर्छौँ। सबै नोटिसहरू चाहिँ तपाईँहरूको ग्रुपमै आउँछ। हस्, थ्याङ्क यू एभ्रिवान। गुड नाइट। गुड नाइट। थ्याङ्क यू एभ्रिवान। Thank you.